कसले भन्छ हरि कसले भन्छ हरि मनमा पिर नपर्यौ कसले भन्छ हरि मनमा पिर नपर्यौ कसले भन्ला हरि यो पनि रामाको त्यो पनि रामाको सबै संसार रामाको म पनि रामाको सबै संसार रामाको म पनि रामाको। तिम्रो भविष्य उज्यालो होस् भनेर मैले आफ्नो भविष्य अन्धकारमा राखिदिएँ। तिम्रा सपनाहरू पुरा होस् भनेर मैले आफ्ना सपनाहरू जलाएर खरानी बनाएँ। अनि तिम्रा रहरहरू अधुरा नहुन् भनेर आफ्ना रहरहरू आफ्नै मनभित्रको कुनामा दबाएकी छु। आशा गर्छु तिमीले मेरो त्यागको गलत फाइदा उठाउँदैनौ, किनकि तिमी सफल हुनु तिमी मात्र सफल हुनु होइन, मेरा अधुरा सपनाहरू पनि पुरा हुनु हो। नमस्कार, यो सुन्दर सिर्जनासँगै आज फेरि अर्को भिडियो लिएर हजुरहरू समक्ष टुप्लुक्क आइसकेको छु। आशा छ हजुरहरू सबैलाई आरामै छ। आजको बसाइमा हामी भुटानको तान्जु गाउँ इम्मिरे ब्लक दागानामा विक्रम सम्मत 2001 साल भदौ 15 गते बिहिबारका दिन स्वर्गीय पिता बिर्खबहादुर चौहान र स्वर्गीय माता जानुका चौहानका 8 सन्तानमध्ये जेठी छोरीका रूपमा जन्मनुभएकी आमा अम्बिका देवी दाहालसँग गरेको जीवनका अन्तरङ्ग कुराकानीहरू रहनेछन्। एउटा सानो गाउँमा जन्मेकी आमाको बाल्यकाल आधुनिक जीवनभन्दा धेरै फरक थियो। गाउँमा विद्यालय नभएकाले जीवनमा औपचारिक शिक्षा भने कहिल्यै लिन पाउनु भएन। 10 वर्षको कलिलो उमेरमा नै विवाह भएको थियो। उनका पति एक दयालु र नम्र व्यक्तित्वका धनी हुनुहुन्थ्यो। 38 वर्षको उमेरमा श्रीमान गुमाउनु भएकी आमा एकल महिलाको रूपमा उहाँले एक्लै सबै जिम्मेवारी वहन गर्नु सानो चुनौतीको कुरा भने थिएन। विशाल चुनौतीहरूको बावजुद आमाले आफ्ना छोराछोरीको हेरचाह सुनिश्चित गर्न अनगिन्ती उतार चढावहरू पार गर्नुभएको थियो। आमाको जीवन यात्रा वास्तवमा प्रेरणादायक छ। आमाको जीवन सङ्घर्ष र बलिदानको एउटा कथा हो। जीवनमा अनगिन्ती दुःखहरूसँग युद्ध गरिसक्नु भएकी आमा एक सरल, मिलनसार र मृदभाषी व्यक्तित्वकी धनी हुनुहुन्छ। उनको जीवन मातृत्व, त्याग र सबैभन्दा कठिन अवरोधहरूलाई पनि पार गर्ने मानव क्षमताको एक प्रेरणादायक गाथा मान्न सकिन्छ। भुटानमा जन्मेर धेरै वर्षसम्म भुटानमा बसी सन् 1990 सालको आन्दोलनसँगै सबै सम्पत्ति आमा बुवा र दाजुभाइ छोडी अनिश्चित यात्राका लागि देश छोड्नु भएको थियो। इन्डिया हुँदै नेपालको माई खोलामा आएर बस्नु भएको थियो। पछि फेरि बेलडाङ्गी शिविर सेक्टर C4 मा शरणार्थीका रूपमा लामो समयसम्म बस्नु भएको थियो। तेस्रो मुलुक पुनर्वास कार्यक्रमसँगै आमा नेदरल्यान्ड पुग्नु भएको थियो। समयकालले गर्दा फेरि हजुरआमा सन् 2019 सालमा अमेरिका पुनर्वास हुनुभएको थियो। धेरै नातानातिनी र पनातिनीकी धनी हजुरआमा हँसिलो मुहारकी पनि धनी हुनुहुन्छ। 6 सन्तान जन्माएर 5 सन्तान हुर्काउनु भएकी आमा हाल अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा जेठी छोरीसँग बस्दै आउनु भएको छ। सधैँ चाहिँ आज पनि हामी अलिकति पुराना कुरा, अलिकति जीवन र जगतका कुरा, अलिकति सपना र यथार्थका कुरा, अलिकति दुःख अनि अलिकति सुखका कुरा गर्नेछौँ। हजुरहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला। भिडियो लामो भएकाले समय निकालेर हेरिदिनु होला। यदि हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। यसो भन्दै हजुरआमासँग गरेको यो रमाइलो भलाकुसारी हजुरहरूसँग पस्कन चाहे। हस्त धन्यवाद। तपाईहरू सबैको दिन शुभ रहोस्। हजुरआमा नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? ठिकै छु भाइ। अहिले अनि दबाई सबै केही खानुपर्छ कि पर्दैन? दबाई खानुपर्छ, तर दबाईले काम गर्दैछ। ठुला ज्वाइँले अब
अस्ति लामो हस्पिटल बसेदेखि मेहनत पनि गर्नुहुन्छ र मेहनत अनुसारको दबाईले नि काम गर्दैछ। अनि अहिले तपाईँलाई खानापिनामा पहिलाको र अहिलेको खानापिना उस्तै छ कि अलिक खानाहरूमा घटेको छ? होइन, त्यो त बस बनझोड रुखपात के मेलोपात गरे जस्तो त नहोला, हजुर, तर भइरहेको छ। खाना बनाउन ठिकै छ। राम्रो छोरीले बनाएर दिन्छ, ज्वाइँले कमाउनुहुन्छ, बसेर खानु छ, मलाई ठिक छ, राम्रो छ। अनि अहिले तपाईँको दिनचर्या चाहिँ कसरी बित्छ? तपाईँ के गर्नुहुन्छ दिनभरि? दिउँसो खाना दिन्छ छोरीले, म बसेरै जस्तो भित्र बाहिर गर्छु। यसो बाहिर फेरि यसो आँगन भनौँ न, अब यसो बाहिर गेराजौली जान्छु, त्यस्तै बित्छ। हिँडुल गर्न सक्दै हुनुहुन्छ? सक्दैछु भन्नु पर्यो हौ। भतिजी साइली छोरी कहाँ पुग्न सक्दैछु। हजुर। अब अरूतिर त गाडी नै चाहिन्छ, ड्राइभरै चाहिन्छ होइन। हजुर। हिँड्न चाहिँ त्यही भतिजी साइली छोरी, भाइ काकाको छोरो मेरो यहाँ हो, त्यहाँ दुई ठाउँ हिँड्दैछु। हिँड्दै हुनुहुन्छ। अनि त्यहाँबाट आँखा कतिको कडा छ अहिले तपाईँको? आँखा ठिकै छन्, दबाई किनेरै ल्याइदिनुहुन्छ। हजुर। बेरै नै दबाई यो गर्नु, बिहान बेलुकै दबाई लाउने छु, ठिकै छ। देख्न चाहिँ राम्रै देख्नु? दाहिने त देख्थिनँ नि त, नेत्रलाइन हुँदै बिग्रिएको नि त, देब्रे राम्रो देख्छु, दाहिने आँखा देख्थिनँ। अनि हजुरको नाम चाहिँ के हो? नाम नेदरल्यान्डमा चाहिँ अम्बिका देवी चलाए। हजुर। नेपालमा, भुटानमा। हजुर। अमेरिकामा चाहिँ अम्बिका दाहाल मात्रै छ हौ। देवी हरायो। अनि तपाईँ कहाँ जन्मिनु भएको? म डागाना भुटान तान्जु। अनि तपाईँको बुबाको नाम के हो? बिर्खबहादुर चौहान। आमाको नाम? जानुकी चौहान। जानुका चौहान। ए, तपाईँ चौहानको छोरी? चौहानको छोरी। तपाईँ जेठी छोरी? जेठी छोरी, भाइ दाजुभाइ 5 भाइ। छोरी चाहिँ कतिजना? एउटी बहिनी अहिले साथमै छ, एउटी खसी। ए, जम्मा 8जना छोराछोरी? हजुर। ए, अनि तपाईँले हजुरबा हजुरआमा देख्नुभयो? देखेँ, म ठुलै थिएँ। ठुलै हुनुहुन्थ्यो? ठुलै थिएँ। अनि तपाईँलाई हजुरबा हजुरआमाको नाम थाहा छ? थाहा छ। हजुरबाको नाम के हो? दिलबहादुर। अनि हजुरआमाको नाम? हजुरआमाको आइरहेछ, बिर्सेँ हौ फेरि। हजुरआमाको नाम चाहिँ राम्रो छ। ए, अनि कुप्री बाजे कुप्री हजुरआमा देख्नुभयो कि देखेँ। उहाँहरूको नाम थाहा छ तपाईँलाई? थाहा छैन। अनि भुटानमा जन्मिनु भएको धेरै छोराछोरी मध्ये के पनि जेठी छोरी, तपाईँले थाहा पाउँदा तपाईँको बुवा आमालाई छोराछोरी तपाईँहरूलाई पाल्न कतिको गाह्रो थियो? भुटान हो, मकै छरे फलिहाल्थ्यो, खेत थियो, हजुरबाबैले नै बिराको खेत धेरै छ, अहिले पनि छ भन्नु पर्यो नि त होइन। भएकै छोडेर आएका हामी, छ नि त, धेरै खेत थियो, खेत रोपे धान फलिहाल्थ्यो, त्यति गाह्रो त भयो होला, हामीले चाहिँ खाना पाइरह्यौँ। त्यति अनुभव भएन। बरु बारी जोत्दा मकै छर्दा फलिहाले, खेत रोपे धान फल्थे, खाना हामीले पाउँथ्यौँ होला। गर्नलाई पछि मैले चाल पाउँदा गर्न साह्रो रहेछ, मैले गर्नु पर्दा त सानामा त त्यो यादै भएन। खाना पायौँ, ठिकै हुर्क्यौँ, सजिलो। अनि तपाईँ जन्मेको घर कस्तो थियो? घर नयाँ भुटान हो, काठकै घर थियो। हो, भित्र बाहिर लिपेको राम्रो काठकै घर। बाबैको पनि काठकै थियो, यो त पछि बनाएका हुन्, हामी बडा 15-16 वर्षका भएपछि। अनि तपाईँका काका बडाउहरू फुपूहरू चाहिँ कतिजना? काका 2 भाइ छन्, यहाँ साथमै छन्। हजुर। फुपू 5 बहिनीमा एउटी छिन्। हजुर। यसपालि एउटी डोरी थियो, एउटी खस्नु भयो। हजुर। एउटी फुपू छन्, 2 भाइ काका छन्। जम्मैजना चाहिँ कतिजना थिए? जम्मै 4 भाइ काका। हजुर। 5 वटी फुपू।
अनि तपाईँ सानो हुँदा त अलिक थाहा भएन, अलिक ठुलो भएपछि तपाईँहरूको माइतमा छिमेकीहरू को थिए? छिमेकीहरू गड्डीवालुहरू थिए हो, मजा मजाका गुरुङहरू। गुरुङहरू थिए। गोपाल, अहिले गोपाल मण्डलको बाबुहरू थिए छेउमा। हजुर। हामी चाहिँ यो गोपाल मण्डलका बाबुका छोराछोरी सँगै हुर्केका पहिलेका। अनि तपाईँका सानाका साथीहरू नि अहिले छन् कि छैनन्? कान्छी बुबु थिइन्, अहिले सकिन्। अब एउटी साइला बाबाकी छोरी सानी कान्छी भन्ने कुले मामाकी सानीमा, हजुर, साइला बाबाकी छोरी त्यति छिन्, अब छैन। सक्यौँ नि हौ, के गर्नु हौ। तपाईँलाई अहिले यसो सम्झेर ल्याउँदा तपाईँको बाल्यकाल कस्तो थियो? राम्रो थियो। मैले अघि कुरा सकेँ नि। हजुर। अब मकै छरे जति फलिहाल्थे अगाडिको ठाउँ, हजुर, धान रोपे धान फलिहाल्थ्यो, आमालाई खाना माग्न थियो, ढिकी जाँतो पनि त्यति सानोमा गर्नु परेन। हजुर। अलि पछि सक्ता मात्रै गरियो। ढिकी जाँतो भन्दा तपाईँले जाँतो पिल्न चाहिँ कतिको उमेरदेखि सुरु गर्नुभयो? हो, रहर पनि लाग्थ्यो, 7-8 वर्षदेखि नै पिन्थ्यो। 7-8 वर्ष। फन्कै पुग्दैन, छोरा नि बल गरेर नि रहरले पिन्थ्यौँ। अलि भोलि पर्सि 10-12 वर्षदेखि त राम्ररी पिन्न थाल्यौँ। अनि सानामा तपाईँहरू के खेल्नुहुन्थ्यो? खोइ म चाहिँ एक्ला कि छोरी परेँ। कान्छी बुबुहरू 3वटी थियौँ। हजुर। थिएन त्यतिखेर के गोल भन्ने जानेको थिएन, कुनै केटाले नि खेल्दैनथे। हजुर। केटा खालेले चाहिँ बाँसा खबाटा बजाउँथे। हजुर। हामी चाहिँ त्यस्तै उस्तै खेल्थ्यौँ हौ। पुतली खेल्नु? फुपूहरूले बनाउँथे, म चाहिँ बनाउन जान्दिनँ थिएँ। हजुर। म थाङ्ना च्यातेर ल्याउने, म थाङ्ना कि धनी नि त नानी हेर्नेलाई, थाङ्ना त जता सुकाएका छन् त्यतैको चट्टी च्यातेर थाङ्ना चाहिँ अर्काका घरका पनि चोरेर त्यो फुपूहरूलाई ल्याइदिन्थेँ। हजुर। बनाउन चाहिँ जान्दिनँ थिएँ। अनि बाख्राहरू हेर्न, गाई बस्तु हेर्न कतिको उमेरदेखि जानु? गाई बस्तु त्यति हेरिनँ मैले, घरमै हेरेँ। बाख्रा बाँध्नु पर्ने। हजुर। कहिलेकाहीँ फुपूहरूसँग हिँड्न मन लाग्दा त्यो बाँधेका बाख्रा पुकाएर लग्यो, 4पट्टि कुद्थे, लाइन लाग्दैनथे। अनि त्यत्तिकै बाख्रा हेरिनँ, घरमै गर्ने म। आमा काम गर्न कि वीर, अनि घरमा चाहिँ अब मैले बाख्रा गाई त्यस्तो गरिनँ। भाइ हेरेँ, घर सफासफी गरेँ, बाख्रालाई घाँस बारीको काटेर टाट्नमा हाल्नु पर्ने। हजुर। हो त्यस्तै गरेँ। तपाईँका भाइहरू सबै अहिले भुटानमै हुनुहुन्छ? सबै भुटानमै छन्। एउटा ठिम्मु छ, कान्छो, काइलो गेलेफु छ, माइलो निन्दुखा छ, साइलो अहिले ठिम्मो गइरहेछ, निन्दुखै छ। अहिले पनि बेला बेला फोन भइरहेको छ? भइरहन्छ, भाइहरूले पालै पिरो दिन बिर्दैन। ढुक्कै बोलिरहनुहुन्छ? निकै बिर्दैन नि त। अहिले त उनीहरूले दिनु परेको छैन। नेपालमा हुँदा दिनु परेको थियो कि बा अहिले नि पर्छ कि भन्ने उनीहरूलाई थरहरो छ, तर अहिले पर्दैन। नेपालमा त उनीहरूकैले पठाउँथे ओर्थे, त्यसरी चाहिँ मैले नेपालमा दुःख पाइनँ त। दाजुभाइले तपाईँलाई धेरै माया गर्नु? धेरै माया। काइँडाले पठाउँथ्यो, कहिले पठाउने ठाउँ चाहिँ केबी बाबैकामा। उनीहरूको केबी बाबैका छोरा, कान्छा केबी बाबैका छोरा चाहिँ उहाँ राङ्गी काइँडाहरूसँग। हजुर। हो त्यसरी यो हुन्थ्यो। अनि हुँदै पछि भेट्न पनि गयौँ, झन् नजिक भयो। अनि तपाईँको आमा बुवा खस्नु भयो कति भयो? आमा खसेको त 16 वर्ष मात्रै भएको। 14 वर्ष हामी यता आएको भयो, 15 वर्ष यहीँ आएर मैले विदेश आएरै बर्खन्त सकेको भनेपछि 15 लाग्यो। आमा बुबा खसेको त भयो 22-23-24 वर्षै भयो। क्याम्पमा आएका 3 वर्ष पछाडि।
अहिले तपाईँलाई यसो फर्केर हेर्दा आमा बुवालाई सम्झिँदा तपाईँलाई कस्तो लाग्छ? लाग्छ नै हो, बाबुआमाको माया नलाग्ने त सरामसरा त लाग्छ भने हामी मान्छे हौँ। हजुर। दुःखमा पोल्टाको झिकेर नेपालमा हुँदा चाहिँ बरु भुटानमा गरी खाना पुग्थ्यो भनेर आनन्दै लिन्थे बरु। हजुर। एक्लै भए पनि। हजुर। नेपालमा त सबै छोडेर गए, दुःख छ भन्ने ओजन गरेर नेपालमा धेरै दुःख हेरेको छ मेरा सबैले। ती चारै भाइ, आमा, बाउले पनि बाउका हातबाट पनि यी सुन लायौँ, पठाउनु भयो। उहीँ गयौँ अनि दिएको थियो, तर बाउलाई चाहिँ भेट्यौँ न। सानोमा नि तपाईँले त हजुरबा हजुरआमादेखि कुप्रीबासम्म देख्नुभयो, सबैभन्दा धेरै माया तपाईँलाई कसले गर्थ्यो? खोइ सबैले गरे होला न भाइ, सबैले गरे, किनभने सबैले माया नगरे त एउटा नहुँदाखेरि खाना पाउँदैन थिएँ होला, लाउन पाउँदैन थिएँ होला, होइन? सबैले गरे। ती कुप्री आमै त झन् यति लामा यो झरेकी थिइन् कि झन् तिलडी बढी गरेर झन् यो गर्थ्यौँ। हाम्री आमै रोगी 9 वर्ष रोगाएर मर्नुभयो। यी काकाकी आमा दुई वर्षका मात्रै थिए। मेरो यो अहिले भएका काका सानैमा आमा मरे कि आमै मर्नुभयो। अहिले अस्ति कान्छी दिदी मर्दा नि भानेजूहरूलाई सम्झाए अरे। म 2 वर्षको थिएँ, म मरेँ त भनेर गाली गर्नुभयो अरे। आफ्नो मानो खानै पर्यो। यी काकाहरू सँगसँगै हुर्केका हो हामीहरू। यी सानो चाहिँ काका त अझै मभन्दा कान्छा नै। अनि लुगाहरू चाहिँ कस्तो लाउनुहुन्थ्यो तपाईँको पालामा? मसिना केटाकेटीले कस्ता लुगा लाउँथ्यो? लुगा त्यो हामीले लाउनुभन्दा अगाडि चाहिँ आमाले कुरा गर्दा थिएनन् अरे, खाडीहरूका लुगा लाएका अरे आमाहरूले चाहिँ। आमाले त ठिकै लायौँ हो भाइ। काला लुगा थिए, काला मार्किन, काला जिन, दौरा सिदिन्थे, के हो एउटा दौरा भए भइहाल्थ्यो। अहिलेको जस्तो हरेक थोक चाहिँदैन थियो। दौरा लगायो। कति वर्षसम्म दौरा लगाउनु? 7 वर्ष। आमालाई त्यो 7 वर्ष चाहिँ किन रहनु पर्यो भने आमै खस्नु भयो कि। हजुर। हो त्यस्तै भयो, नभ्याउ भएको होला नि त। 7 वर्ष। अनि गुनिउँ चोलो अहिले त ठुलो कार्यक्रम गरेर दिन्छ तपाईँहरूको पालामा? दिन्थे। दसैँमा टिकाका दिन दिए कसैलाई बिहेमा, कसैका बिहेमा। गुनिउँ चोलाको रमाइलो थियो मैले चाल पाउँदा। सानैमा दिन्थे नि? सानैमा 5 वर्षमा दिन्थे, अलि अगाडि पनि दिन्थे कि हामीलाई चाहिँ। हो त्यस्तै घचाकुचुक नभ्याउ भएर कान्छीतिर म ठुल्ठुलै थियौँ, 7 वर्षकै थियौँ। अनि तपाईँले खाना पकाउन, घर लिप्न चाहिँ कतिको उमेरदेखि सिक्नुभयो? घर लिप्न चाहिँ उत्पात रहर लाग्थ्यो। खाना पकाउन चाहिँ त्यति पकाइन हो भाइ, हेर्नुपर्ने के गर्नुपर्ने। आमा आइपुग्दा चाहिँ यसो भात चाहिँ ठ्याक्स बसाउँथेँ कि। अनि आमा र सब्जीहरू बनाउनुहुन्थ्यो र खान्थ्यौँ, त्यस्तै चल्थ्यो। बुबा चाहिँ अलिक व्यापारी कि, व्यापारी, खसी व्यापारी। त्यति घरमा को यो गर्न भ्याउनुहुन्न थियो। भने चाहिँ ठुली छोरी भएपछि भाइ बिना चाहिँ हेर्नु पर्यो। भाइ बिना हेर्नु पर्यो, बाँधेका बाख्रा पाठालाई घाँस गर्नु पर्यो। अनि घर लिप्न चाहिँ जोड रहर हुँदैन थियो नि त्यतिखेर, छोरीले घर लिपेको टेक्न। अनि टेक्कारै छोड्थेँ म चाहिँ नि। स्वभावमा सानोमा तपाईँ कस्तो हुनुहुन्थ्यो? जिद्दी खालको हुनुहुन्थ्यो कि रिसा खालको हुनुहुन्थ्यो कि सामान्य खालको? रिसाइ थिएँ अरे ओ भाइ, रिसाउँथेँ अरे।
जानेर त त्यति बाध्दै त हिँडिनँ होइन। अलिक सानामा चाहिँ सुची नै थिएँ अरे के भएका कुरा र अहिले देख्ने पनि त सबै मरिसकेका छैन होइन। र पनि यी काकाहरूसँग मिलेरै हुर्केँ। कान्छी फुपू सानी कान्छी फुपू अहिले छिन्, मेरी कान्छी फुपू त छैनन्, ढाँटेँ होला होइन। सानी कान्छी फुपू छिन्, सँगै हुर्केका हामी, सँगैका हौँ, मिल्थ्यौँ। अनि तपाईँको शरीर कस्तो थियो, मोटो खालको हुनुहुन्थ्यो कि पातला? शरीर थिएन, आमा ओइ दाउरी ओइ के भन्थे, थिएन शरीर थिएन, चिम्टा फलामको चिम्टा जस्तै थिएँ। कान्छी दिदी चाहिँ राम्री कि यी अस्ति खसिन् नि, यी चाहिँ एकदम राम्री, मन पर्छ मलाई साह्रो। सानी कान्छी पनि मभन्दा चाहिँ राम्री। यो मेरी चाहिँ कान्छी फुपू त धपक्कै बल्थिन् नि, अब सानै मैले चाल पाउँदादेखि नै राम्राको राम्रै परान गयो यसपालि। 83-84 वर्ष टेकिन् पनि राम्री नै गइन्, त्यति राम्री। म चाहिँ राम्री थिइनँ हो सच्चै। पातलो शरीर किक्रिका परे कि डरी के बुटाबुटीमा चढ्न पनि वीर सर्काउँथे र चढाउँथे पनि, लडिन पनि छ्यासछुस नै थिए। मसिना गएलाका बुटाबुटी बाख्राले घाँस नकाटे नहुने। अनि तपाईँहरू सानामा नि केटाकेटी प्राय भुटानमा चराका बच्चा खोज्न के गर्न कुद्थे अरे, तपाईँहरू त्यसो गर्नुभयो भएन? खोजेँ होला नि मैले चाहिँ, त्यतापट्टि पनि भ्याइनँ। हो भाइ रुन्छ भनौ, भाइ उज छ्यासछुस घाँस काटो, पोको पारो, अँगाला बोको गयो। अलिक सानैदेखि मलाई धमाधम चाहिँ लेखेकै रहेछ क्या र। अहिले अमेरिका आएर मात्रै धमाधम बिसाएँ, अब विदेश आएर मात्रै मलाई धमाधम त्यत्तिकै फलेको थियो सानैदेखि। गरेको छ। नेपालमा पनि हात खाली हुँदैन थियो, लु विदेश आएर मात्रै हो। अनि तपाईँहरूका पालामा नि अब दसैँ पनि यहाँ आउन आँटो भन्छन्, तर अब त्यस्तो चहलपहल पनि छैन, केही छैन। तपाईँहरूका पालामा दसैँ तिहार कस्तो हुन्थ्यो? अब भयङ्कर घचाक परो र जुठो बोक्नै परो भने त्यो छुट्टै कुरो हो। होइन भए त सङ्ग्रहालय नि हो। हाम्रा बाबै घर त सानो दसी आउँदैन थियो नि, हाम्रा घर टिको मुस्न दिँदैन थियो कि बाबैले। हामी सबै जान्थ्यौँ बाबै घर, त्यहाँबाट जुत्तै नि त। अनि आउने हाम्रा घर आउँथे, हाम्रोमा पनि त्यस्तै हुन्थ्यो। के ठुलो हुन्थ्यो भने कोला बेसी पकाउने, चिउरा मजाले कुट्ने 10 पाती 5 पाती। बाबै घर त 10ले पनि झन्नै भ्याउँदैन थियो, 15 पाती 12 पाती कुट्नुहुन्थ्यो। हाम्रामा 6-7 पाती 10 पाती होइन, रमाइलो हुन्थ्यो नि। अब त्यो बाधा पऱ्यो भने त्यो भिन्नै कुरो हो। नभए त अब दसैँ त कत्रो आउँथ्यो नै, तिहार कत्रो आउँथ्यो। त्यतिखेर नयाँ लुगा लगाउन चाहिँ अब कहिले फुलपात टिकाका दिन मात्रै लाउनु पर्ने रहेछ नि। मेरी आमै फुलपाती नै दसैँ भनेर तिर्देका लुगा फुलपातीकै दिनदेखि लाउँथ्यौँ कि ला दसैँमा त मैला हुन्थ्यो टिकाका दिन त। उत्पात नयाँ लुगा लाउनको लागि चाहिँ अलि अगाडिकै कुरा है। पछि जान्दै लगेपछि त त्यति वास्ता पनि भएन। त्यति लुगाको दुःख पनि थिएन हौ, तर त्यो बुट्टा भएका अगाडि चाहिँ नदेखेको कि साँच्चै हामीले काला दौरै लाएका हुन्। त्यो आमाले भन्थिन् कि हामीले त खाडी भन्ने कस्तो हुन्थ्यो देखेकै छैन होइन। त्यस्ता यो गरेका पोटका बाँधेका चोला पप्लिनै खालि पप्लिन आयो। अनि हामीले चाहिँ पप्लिनले हुर्केका, दौरा पप्लिनका सिधे एकसरा, कट्टु सट्टु सुरुवाल पर्दैन थियो। अनि तपाईँको मामाले चाहिँ के थारे? मामाले खबरदारी बस्ने छैनन्, आफ्ना चाहिँ थिएनन्। यो अरू आमाका दाजुभाइका छन्, अझै मामाले मान्यो। यो अहिले पद्मे
नेदरल्यान्डमै छ। हजुर त्यो मामाले मान्थ्यौँ। हजुर ए अहिले धेर छन्। तपाईँले मामालाई हजुरबा हजुरआमा देख्नु भयो? बन्दा मामा नै देखिउन, ठुलैमा सानैमै देखिउन, केही देखिन पाहाडमै छोडेर गयो कि अरे कि आमाले। फेरि भेटबाट भएन। यी अरू नै यही पर्ने माइला कि माइलाका बाबुलाई दाजु भन्नुहुन्थ्यो आमाले। तपाईँहरूको बुवाहरू चाहिँ बुवा होइन हजुरबुवाहरू चाहिँ पाहाड कुन ठाउँबाट जानुभएको छ? तेर्लोक अरे। तेर्लोकबाट जानुभएको। मालदिदीहरू त गए नि हौ त्यो बाबुले छोडेका घरमा। उहिले नि बस्ने डाँडामा बस्ने नि यो बस्ने माइला कि आमा चाहिँ मेरो माइली फुपू हो नि त। हजुर तर दिदी भन्ने भाषाले है। भाषाले मालदिदीहरू त गए तेर्लोक अरे। अनि दसैँमा त टिका लगाउनु भएन सबैतिर जानुहुन्छ होला। पहिलोचोटि जीवनमा पहिलोचोटि टिका लगाएर तपाईँले कति रुपियाँ पाउनु भएको थियो? बाबै घर लाउँथ्यौँ पहिले। हजुर अनि साइला बाबै घर टिका लगाएर कति दिन्थे त्यतिखेर? त्यो कुरो त अलिक हाम्रो पालामा अलिक पछि नै हो। 4 आना 8 आना दिन्थे हो। अलि अगाडि त थिएन अरे त्यही पनि। तर चाँदीको है चाँदी अरे 8 आना 4 आना दिन्थे। 4-5 घर टिको लाउँदा 3 रुपियाँ भन्थिन् आमा, कहिले 5 रुपियाँ भएछन् भन्नुहुन्थ्यो। अनि त्यो पैसा लगेर मिठाईहरू अथवा केही किन्ने ठाउँ? केही सुन्तला बाबैले रोपेका थिए, किन्नै परेन होइन। अर्थौ त के देखेको छ र किन्नु? केही किन्दैन थियो। आमालाई दियो। पछि एउटा चुरो बनाइदिएको छु हो आमाले। बिहे नगरिकन एउटा चुरो बनाइदिएको थियो। 8 वर्ष 9 वर्षका उमेरमा। सानो चाँदीको चुरो, तिनै टिकोलाका पैसाको त होला नि, चाँदीका थिए। त्यतिखेर सुन धेर लाउँथे कि चाँदी धेर लाउँथे मान्छेले? सुन त्यति थिएन हो। मैले देखेँ जति हाम्रो आमाहरूका थिएन, आमैका थिएनन्। तल घर साइली आमैका चाहिँ थिए, हामीले देख्था। हाम्रामा थिएन। अनि गढीवालकामा थिएन। अनि त्यहाँदेखि उता त कहाँ गइन्थ्यो र नि, गइरहेन थियो। थिएन, कम्ती थियो सुन थिएन। पछि हो सुन 18 साल 12 साल भएपछि। 2 साल 3 सालमा 4 सालदेखि त जान्दछु नि त होइन। त्यतिखेर कम्ती थियो सुन थिएन। तपाईँले जान्दा चाहिँ सुन कसरी तोला थियो? सुन होइन हिजो अस्ति मैले बेच्दा जमिन किन्न सुन बेच्दा त 2200 थियो। त्यतिखेर त कति 300 थियो होला नि। तपाईँले 2200 तोला? यो साना काकाले बेचिदिएको गोसी लगेर मेरै पालाको सुन। अनि 2200 तोलो। ठुलो भाउ है गोसी पुर्याएको। कुन कसलाई बेच्नु भयो? गाउँतिर भने त्यो पनि त्योभन्दा नि कम्ती थियो? कम्ती थियो। अनि यी साना काकाले सुन बेचिदिएर त्यो पैसा जम्मा गरेर जमिन किनेको। कतिमा किन्नु भएको त जमिन चाहिँ? मिन्ची लाखा हो। हिजो अस्ति 7,000 होला हो। 7,000मा कति ऐकर किन्नु ढलेको थियो हौ। रनबन कमाउने चाहिँ त्यस्तै 1 ऐकर 2 ऐकर कति थियो। मकै त्यति छर्सेँ थियो है। पर पाको साको सबै गलेको है। 7,000मा जग्गा आउँथ्यो। एकल गोरु ती सुन 2 चोला थिएन। 16 आनीले 2 चोला हुन्थ्यो भने 14 आनी भएर मात्रै रहेछ। अनि हो त्यस्तै गरेको। अनि अझै बढ्दै गएपछि त अब मान्छे त हो बढ्दै जाइहालिन्छ। अहिलेको जमानामा त बिहेबारी गर्दा एक केटाकेटीले चिनजान गरेर राम्ररी गफसफ गरिवरी गर्छन्। त्यतिखेरको जमाना चाहिँ कस्तो थियो?
दुःख नै हो दुःख। अहिलेका आमाहरू ठ्याक्क के जातिमा आज हाम्रो छोराको बिहे अरे भनेर हलमा गएर बस्छन् आमा नि। कति लोभ लाग्छ मलाई। मेरी आमै पछाडिएर हामी त बिजोकले छोराछोरीको बिहे गरेको नि हो। दुःख लाग्छ या हो दुःख 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 साह्रो छ। ढिकीमै कुट्नु पर्ने होइन। सामान अलिक पहिले कालीखोलै लिन जानुपर्ने, अलिक पछि गोसीमा आयो। एउटा तपाईँहरूको पालामा नि तपाईँले जान्दा एउटा बिहे गर्न कति खर्च लाग्थ्यो? धान किन्नु पर्दैन थियो एउटा कुरो, कुट्नु पर्ने, यस्तो चौलो मात्र हरेकलाई बाँड्नु पर्दैन थियो। बेहुलीलाई छोरीको हो भने बेहुलीलाई बेहुली बनाउनु पर्ने। लाउन मन लाग्यो भने आमाले एउटा एउटा लाउँथे, लागेन भने लाउँदैन थियो, पर्दैन थियो। कसैलाई दिनु पर्दैन थियो। बेहुलालाई पहिरार भनेर एउटा केही कोटहरू सिउने चलन थियो। त्यति पैसाको खर्च थिएन। 1000-1500 मा बिहे हुन्थ्यो। गर्दा किन अनि के चाहियो र? कसैले केही 5 रुपियाँ चाहिँ दिँदैन थियो है। अब अर्कालाई मैले पनि लगिनँ र मैले पनि अर्काको भनेर हातले समाउनु परेन, दिएनन्। बिहे त्यस्तै हुन्थ्यो। बिहे त्यस्तो थियो। आफ्नै धान कुटो कि पुगेन भने किन्नु पनि आफैले हो। के गरेर अब आफैले गरेको भनौँ न। मैले त अब एकल गोरु बेचेँ माइडिकामा, कान्छिकामा दोडा कोराला बेचेँ। धान किन्नु परेन। टाप गाउँ अनेक गरेर पनि धान थुपारेका थिए ल्याएर बाबुहरूकै घरमा लगेको थियो। अनि तलै कुट्न सघाएँ, के गरेँ, चिउरा कुट्न सघाएँ। हातको काम चाहिँ तुरुन्तै सघाउँथे कि चलन थिएन हौ कसैले 5 रुपियाँ दिने। कसैले त्यत्तिकै आउँथे राम्रा राम्रा लुगा लाएर कि। तर मलाई त्यो दिएनन् भन्ने चाहिँ लागेन। आइदिँदै मलाई म खुसी हुन्थेँ। जमाना त्यस्तो थियो। जमाना त्यस्तो थियो, जानेकै थिएन। अनि तपाईँको विवाह चाहिँ कति वर्षमा भयो? 10 वर्षमा। 10 वर्षमा। अनि तपाईँले हजुरबुवालाई देख्नु भएको थियो कहिले? ससुरा होइन, तपाईँको श्रीमान। थिएन नि, देखिन पर्दैन थियो। अब बेहुला ल्यायो भने डम डम बाजा बजाएर त्यतिखेरका सस्ता दमाई रहेछन् कि यिनै हुनै यिनै दमाई त। तिनै दमाई मजाले बाजा बजाएर ल्याए। अब किन देख्न पाइन्थ्यो? टाढामा बाबाई घर बिहा गरेको नि त। तले घर थियो है मेरो बिहे गर्दा चाहिँ बाबाईको। टाढामा जानुपर्ने लुक्न बेहुली त्यस्तो चलन थियो। बाबा आमाले केटो मन परे चाहिँ भयो माग्न यता सुकामबाट बाबाई हक्किला। त्यतिखेर नि बल्दो 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 हक्किला हुनुहुन्थ्यो। भर्तीवाल भनेपछि थरर आमामामा। अनि बाबाईका आसपासमा यी टुरा केटा रहेछन्। मेरी सासू सिधा, बाबाईकी भाउजू, सबै लिनदेन केटी माग्न ओर्न, धान किन्न ओर्न। जन्तु भएको त किन्नु परेन, भेडा पालेका रान सबै बाबाईकै हातमा। आमै बाबाईकै हातमा गर बनाउने टुल्याउने सबै यता त्यता टाकटुकै बाबाईले नै। स्टिन भाइ नै छोराको बाबाईले नै रहेछ। जेठो जेठाजु माइलो अहिले छैनन् र कता हो होइन। 3 भाइ केटा र बाबु नभएका केटा, आमा सासू सिधा। अनि त्यस्तो त्यो हेर्नु, केटो घरमा ल्याउनु देखाउनु हेर्नु थिएन चलन। एकैचोटि बेहुली बेहुली निकाल्थे।
अनि तपाईँलाई नि अब तपाईँको बिहे हुँदैछ भन्ने थाहा भयो 10-12 वर्षको मान्छेलाई त तपाईँलाई कस्तो लाग्यो त त्यतिखेर? 10 वर्ष कि मात्रै थिएँ, जानिन्थ्यो अब अहिलेको जस्तो यसो यसो हेर्नु पर्दैन थियो, जहाँ राखेको त्यहीँ घुमटुङ्ग। खोइ कोही त आफै जान्दथे कि सिकाउँथे कि चल्याङ माल्याङ त्यस्तो हुँदैन थियो, मसिना बेहुला बेहुली। भनेपछि तपाईँको बिहे चाहिँ दालसँग भयो? दालसँग भयो। हजुर। अनि त्यहाँबाट बिहेमा जन्ती के अरे तपाईँलाई के लिएर आएका थिए थाहा छ? त्यतिखेर रेजीको चलन थियो। हजुर। 9 रुपियाँका रेजी ल्याएका थिए, चारानी रेजी। हजुर। अनि एउटा बुलाकी, मसिना चाँदीका चुरा, त्यति हो। त्यति भए बिहे हुन्थ्यो। ढुङ्ग्री सुङ्ग्री ल्याउनु पर्दैन थियो। अनि साडीहरू लगाएर सानो मान्छे? सानो मान्छे, 3वटा गुन्यौ 3वटा चाहिन्थ्यो। घरबाट 2वटा ल्याउँथे, यता माइतको एउटा गरेर 3वटा साडी लाउनु पर्थ्यो। मसिना नि 5 गजका, बाहिरी गुन्यो भनेको 7 गज हो, त्यस्तो हुँदो रहेछ हौ। ती बाहिरी गुन्यो त पछि सुन्नै थियो। अनि बिहे गरेर त्यतिखेर त राति बिहे हुन्थ्यो? रातभरि? हो, धप्परबाट धप्पर त्यतिखेर टाढा थियो। के भएको धप्पर भनेपछि टाढा लाग्थ्यो, पछि त होइन रहेछ। बेलुका मात्रै 3 बजीतिर मात्रै बरियात आइपुग्यो। अनि भोलि जाँदा त्यस्तै 3 बजी मात्रै पुर्याए। त्यतिखेर चाहिँ किन राति बिहे गर्दा थिए? मान्छेले दिउँसो नभ्याएर हो कि चलनै त्यस्तो? चलनै पाहाडदेखि नै त्यस्तै राति नै बिहे गर्नुपर्ने। रातभरि बाहुन पर्थे? रातभरि नै लाग्थ्यो हौ। बिहान 4 बजी 5 बजी भएपछि टिकोटालो गर्थे। हजुर। के पढ्थे कोही रातभरि पढ्थे। पछि सुन्ने हो, मेरा छोरीको पनि राति नै हो नि त। त्यो अगाडिको त के कुरा गर्नु, पछि पनि। अनि बिहे गरेर घर जानुभयो? जाँदा चाहिँ घोडामा जानुभयो कि बोकेर? बोकेरै। बेहुलो घोडामा। हजुर। बेहुली बोकेरै। दिउँसै पुग्नुभयो? 3 बजी जस्तो अहिले ओजन गरेको है। हजुर। 2 बजी जस्तोमा पुगे होला हौ। जन्ते बाख्राहरू त्यही दिन गरे कि भोलिपल्ट? त्यही दिन जम्मै पकाइरहेको थियो नि, पर 15 यतापट्टि डाँडामा। खेताका बारीमा गर्थे नि त होइन? बारीमा जम्मै छु, त्यो त चाल पाउँछु म। भेडा पालेका रहेछन्। हजुर। भोक्कले पुग्नु भएको थियो होला? खोइ होला, त्यो जन्तीले एक खाले मिसाएर भात पकाउँथे त्यतिखेर। हजुर। धानको र मकैको एक खाले मकैको मात्रै पकाउँथे। हाम्रो सासूले ती मकैको चामल बनाएको देख्छ, पछि हामी उखान गर्थ्यौँ। त्यत्रो मान्छेलाई भात पुग्ने चामल पिँधेर बनाउनु भनेको हामी त सक्दैनौँ नि त, होइन? हजुर। हो, त्यस्तो भात थियो। तपाईँ चाहिँ कान्छी बुहारी? कान्छी बुहारी। जेठाजुकी जेठाजुकीलाई बिहा गरेकी भट्टराईकी छोरी थिइन्। हजुर। ती एउटा छोरो जन्मेर खसिन् मेरो बिहे गरिकन। त्यहाँबाट यी गोपीकी आमा चाहिँ पछि ल्याएको। म मैतालु जाँदाखेरि चाहिँ 1 वर्ष भएर ल्याएको। गोपी जन्मे त्यो वर्ष थियो। यी त पछिल्लो बिहा हो। अनि त्यस पछाडि जन्ते बाख्रो खाइसकेपछि मात्र चुल्ठोहरू जोडाउँथे कि त्यतिखेर पहिला जोडाउँथे? त्यो 2 तर्फी हुन्थ्यो। कहिले गएँ बजार ल्याएर नभित्राइकन भात खान्थे। त्यो किन हो? त्यहाँ भएर भात खाइसकेपछि त्यो भत्तेरबाटै दमाईले बाजा बजाएर ल्याएर भित्री आउँथे र त्यो कर्म गर्थे। हजुर। कर्म चाहिँ के गर्थे त्यतिखेर चाहिँ? चुल्ठो जोड्थे, पाथी भर्थे। हजुर। टिको लगाइदिन्थे। टिको लाउने टुक्ले टिको लगाइदिन्थे। हजुर। पैसा 5 पैसे 10 पैसे ती यसो आनी जस्ता नि काटिएका। हजुर। हो त्यस्ता थिए। हजुर।
तपाईँको पालामा चाहिँ त्यो दुलो परेको पैसाहरू थियो कि थिएन? थिएन। थिएन? पैसा त थिए कि दिँदैन थिए। देख्न चाहिँ देख्यौँ, तर हाम्रा घर घरमा बाबै घर राखेका पैसा देखेको दिएन। टिको लाएर चाहिँ हाम्रो चलन आउँदा चाहिँ अब साल पनि त 10 साल गइगयो। 100 साल भएर 1 साल भएर 10 साल सकिएपछि त अर्को परिवर्तन भयो। अलिकति अर्कै यहाँ म गन्ती गर्छु सालै पछि परिवर्तन फर्किँदो रहेछ मान्छेमा नि। देश छ अनि परिवेश अनुसार हुँदै अहिले कस्तो छ त होइन। अस्तिको कुरा त अहिलेको केटीसँग बोल्नु पनि हुँदैन, कथा भयो। तपाईँहरूले भोगेको जिन्दगी र अहिले हामीहरूले भोग्दै गरेको जिन्दगी त आकाश पातालको फरक छ। म अहिले त सुख देख्छु नि हौ, तर काम गर्ने मान्छे छेउमा भन्दिनँ र म मान्छे कमाएर ल्याउँछु सुख देखिस् भने जस्तो कुरो हुन्छ होइन। सबैलाई सुख छ नै, उनी त देश छोडियो, सुख कसरी भयो होइन। अलिकति हुँदै लाँदा मर्ने बेलामा घाट सागरको चाहिँ अलिकति दुःखै हो कि जस्तो। किनभने हाम्रा घाटमा लगेका को कर्म देख्दा र यहाँको देख्दा चाहिँ फरक छ। अनि कति दिन बस्नुभयो के अरे घरमा गएर चाहिँ बे गरेर? 3 दिनमा फेरि घोडामा रोटा पकाए अघिल्ला दिनभरि। अनि भोटे डाला भन्थे यस्ता अल्गा यस्तै, त्यसमा ट्याम्म डोडा डालामा रोटी लाएर बाबैकै घोडा डङ घोडामा रोटी हालेर पुर्याउन ल्याएको नि हो बाबै आफै होइन। त्यतिखेर नि अहिलेको सरकार जत्तिकै हकिला हुनुहुन्थ्यो बाबै समयअनुसारको होइन। त्यो मेरो बेघरमा मात्रै हकिला होइनन् कि अघिदेखिकै हक हुँदै पछि म घर जाँदा पनि निकै यो थिएँ। त्यो कारबारी छोडेपछि चाहिँ उमेरले पनि यो भयो। त्यहाँदेखि चाहिँ अहिले पछिकाले चाहिँ त्यो अस्तिको कुरा पत्याउँदैनन्, तर हकिला थिए। थरहरी हुन्थे, सबै गाउँ हातमा लिएको थियो, राम्रो गर्थे। अनि अब त्यस पछाडि घरमा आएर चाहिँ कति वर्षसम्म बस्नुभयो त माइतमा? 10, 11, 12, 13 वर्ष लाग्दा 3 वर्षमा 60। फेरि 3 वर्षमा 60, 13 वर्ष कि मात्रै भएँ होइन। 10, 11, 12, 13 अनि फेरि पाइरो मेटाउने भन्थे। अनि 18 सालमा उहीँ थियौँ। 18 सालसम्म चाहिँ भनेपछि 10 वर्षमा बे गर्नुभयो, 17-18 वर्षसम्म? 18 साल, 10 सालमा बे गरेँ कि सालले सबै प्रत्येक ल्याउँछ नि त, मेरो 1 सालले गर्दा। अनि 10 साल कि हुँदा बे गरेँ, 10 वर्ष कि। 18 सालमा चाहिँ घरै थिएँ। अनि तपाईँले फरक चाहिँ के पाउनुभयो माइतमा बस्दा र अब माइत छोडेर फेरि आफ्नै सृष्टि गर्दा 18 वर्षको मान्छेले? सुरुमा तपाईँलाई घरमा बस्न कति गाह्रो भयो? हाम्रो घर राम्रो थियो, गाह्रो नहुने। आउन जान जेठाजु अहिले हुनुहुन्न होइन, सासु हुनुहुन्थ्यो। त्यतिखेर जेठाजु हुर्केर बढेर तीनजना दाजुभाइ बराबरीका थिए। माइलो जेठाजु खस्नु भयो 22 वर्षका उमेरमा। अनि हुँदै आइजाइ चलिरह्यो। ठिकै भयो हौ, त्यति यो पनि भएन। घर राम्रो थियो हाम्रो चाहिँ। अरूतिर त कडा अरे कोनी के अरे धप्पर कडा अरे के जाति अरे भन्थे कि, हामीले त्यस्तो कडा मैले भेटिनँ। सासूको स्वभाव कस्तो थियो?
बेटी नै हाम्रो पछि जेठाजु खस्नुभयो अनि यो ठुला जेठाजुकै हकमा उसमा बस्यौँ। अब धेरै बस्यौँ, मिल्यौँ र त बस्यौँ होला नि त। आमाजु पनि आमाजु दाजु खसेर मैचाली ल्याउँदै त्यहीँ ल्याएको थियो। 84 सालमा खस्नुभयो। मैचाली ल्याउँदा त 15, 16, 2 वर्ष भयो त्यो आमाजु त्यहाँ बसेको। अबै राम्रो थियो र त त्यति अट्टाएर बस्यौँ त। दोडी बुहारी एउटी आमाजु, यही भाउ भानी ठुलो भानी भान्जी यिनै हुन्। देवी जन्मिँदाखेरि मलाई पाइलो मेटाउन लगेको थियो। यी देवी जन्मिँदा जन्मेर नारायण गरेको रहेछ। उस दिनको कुरा अनि राम्रो घर छु र त्यत्रो जन्मिलेर बस्यो त होइन। राम्रो घर नहुनु त मिल्ने थिएन। धेरै बस्यौँ 5-6 वर्ष बसेपछि आमै खस्नुभयो अनि चाहिँ छुट्टेका। सासूको स्वभाव चाहिँ कस्तो थियो? राम्रो थियो नि हौ, लाटी नि त हाम्रो सासू त कठैभरि सबै दुनियाँकी राम्री उमेर हाइट उमेर राम्री भनेको होइन कि बेहुरा राम्रो। उमेर त अब काली होसी थिइन् होइन। व्यवहार चाहिँ साह्रै राम्रो। तपाईँले जिन्दगीमा कहिल्यै बिहे गरेपछि अथवा नगरिकन भोकै कहिले बस्नु पर्यो कि परेन? त्यस समयसम्म त म भोकै बसिनँ। पछि एक्लो जीवन भएर मरै भयो त कति बस्ने नि हौ। हिजो अस्तिसम्म विदेश त्यो भुटान नछोडुन्जेली घरिघरि नै भोकै हुन्थे। कालबारले नि कहीँ गयो बाटामा त भात हुँदैन। अहिले यसो सम्झिँदा तपाईँलाई तपाईँ यो जिन्दगी चाहिँ के जस्तो लाग्छ? तर्सिन्छु नि हौ त्यो अगाडिको काहीँ ठाउँका कुराहरू त निन्द्रामा। अहिले सुख हुँदा त त्यो अस्तिको यो भयो नि, कसरी गरियो होला नि भन्ने शरीर यो हुन्छ नि त। अब सुख भन्नु त धिकार छ हौ, विदेश हो। तर मान्छेलाई खानु रहेछ, किनभने छोरालाई पनि हलो जोत्नुको साटो पढ्नु छ, गाह्रै छ उनीहरूलाई त। तपाईँको पालामा नि स्कुल थियो कि थिएन? थिएन। पछि बनाएको यो गोसी पनि बेगारी जाँदाखेरि यत्रो झुटो पोते किन ल्याइदिएको थियो। पछि हामी छुट्टिकन ल्याइदिनु भएको थियो कि पछि त्यो गोसीको होटेलको ग्राउन्ड खन्न बेगारी लाग्दाखेरि अगाडि त कहाँ थियो त हौ। गोसी स्कुल बन्नेकै अहिले गन्दा त भयो होला हो, 61, 62, 50 भयो होला होइन। अहिलेको गनाइ होइन। त्यतिखेर कहाँ थियो र? हिजो अस्ति पाउमा बनाएको कहाँ थियो र? अब थिएन। स्कुल कहिले जान पाउनु भएन? पछि नै स्कुल बनाइवरी पछि काइला कान्छालाई पछि स्कुल भाइहरूलाई स्कुल लाउनु भयो बुबाले। हुँदै 4-5 वर्ष बसेपछि यो ठुलो ज्वाइँ बल्ल हुर्केर 9 वर्षको भएपछि भागेर जानुभएको गोसी स्कुलमा पहिले। यिनीहरूले भेटेको। गएपछि कस्तो पढाइ भयो त, टिचर भएर मात्रै निस्किनु समय आयो र भुटानमै टिचर हुनुभएको त ठुलो ज्वाइँ त। अनि त्यहाँबाट तपाईँको यताबाट अब आफ्नै व्यवहार आफैले सबै सम्हाल्दै गएपछि तपाईँको पहिलो सन्तान चाहिँ छोरी? कति वर्षको हुँदा चाहिँ छोरी जन्मे? 22 वर्ष। तपाईँ 22 वर्ष। तपाईँको जम्मै छोराछोरी कतिजना? 6 जना। 6 जना? सबै 6 जनै छँदैछन्? एउटी खसी। हजुर। 5
5जना चाहिँ 2 भाइ छोरा र 3वटै छोरीको 5जना भयो नि होइन हजुर हो यति चाहिँ सानै थिए बाबुले छोड्दा सानै होइन ठुली छोरी घर पठाएकी थिए तर 13 वर्षमा अनि सबै गर्नु सबभन्दा सानो चाहिँ कति वर्षको हुनुहुन्छ मामा चाहिँ यो 3 वर्षको छु छेवरको बर्खा छु नि आऊ लुगा ल्याएका चाहिँ त्यो असलमा बाबुका 10 दिनका दिन गुरुजीहरूले अहिले अलि पछि पनि कुरा गर्नुभयो छेवर गर्ने लुगा ल्याएका थिए 3 वर्षमा मात्रै आयो छेवर पनि बसी आउँदा ओर्दा भ्याइएन भएन छेवर बाबु खस्नुभयो कति वर्षको हुनुहुन्थ्यो 3 वर्षको होइन हजुरबुवा चाहिँ कति वर्षको हुनुहुन्थ्यो खस्दा म भन्दा 2 वर्ष जेठा कि हजुर साल मभन्दा 2 वर्ष जेठाले 40 वर्षको उमेरमा बित्नुभयो हजुर तर साल चाहिँ 40 पुग्न 2 वर्ष थियो म चाहिँ कति भयो 48 वर्ष 38 हो 38 वर्ष 38 सालमा खस्नु भएको तर उमेर चाहिँ 40 को थियो गुरुजीले धेरै पढिदिनु भयो त्यहाँबाट पात्रो चिना हेर्दाखेरि हो कान्छा दाजु तगडैमा त्यो घर सिद्ध्याएर पठन बच्चाहरू के लाएको है हजुर यिनीहरू काफ्ले बाबै जेठा गुरु 3 जनै बोलाएको थियो र गए जानुभएको थियो हजुर अब कान्छा दाजु तिम्रा चिनाले त त्यति तिमीलाई यो नयाँ जङ्गलमा त्यति फाइदा त देखाउँदैन हौ अझै डाका है पठन पाठन गर्न तिम्रो 9 गर पठन पाठन गर्नुपर्छ भनेर जिस्केर हाँसेर कुरा गरे वैशाखमा हो त हौ कार्तिक टेक्टा त सकि त भयो त चिनाले पनि त्यति खराब खाएको थियो अरे बर्खा चाहिँ 40 बिरामी भएर जानुभयो कि बिरामी काली खोला जानुभएको थियो यो ठुले नि भतिजो हजुर ऊ माइला जेठाजु 3 जना जानुभएको काली खोलामा जहिले पनि नौरथामा छोराछोरा जान्थे नि त हो अनि काली खोला आए 3 जनै आए मैले भात पकाएँ कुरा गर्दा लामै हुन्छ हो खाना खाए ठुलेले पनि खायो जेठाजुले पनि 3 भाइले नै खाए कपाल सपाल काटे हाई गरे ओरे गए त्यहाँबाट कागज आयो गोसीबाट गहुँ दिँदो रहेछ नि त हौ पछि त्यसको छारो त्यो गहुँ दिने कुनिके जाति गर्ने गहुँ क्विन्टल 2 वर्ष लडायो नि त मैले ल्याइन साइलोलाई जेसुकै गरे भनेर जिम्मा लाएर पो छ मरेपछि आएको त्यसको छारो के गर्नु भनेर अनि गोसी भोलि बिहान गोसी जानुपर्छ जाने दिन पर्यो हौ ठुले हौ बाछा लाउन चाहिँ सबै बाछा लाउन पनि सक्दिनँ होला कलिला बाछा बेलुका चाहिँ आएर गाई दुहाइदिए है म आइपुगिनँ भनेर ठुलोलाई अराएर जानुभयो जाँदाखेरि तल सुन्तला भारी पुग्दै केले सोपो साप जस्तो देखेँ भन्दै कामदै घरमा सबैतिर भतानाकामा निस्किनु भयो अरे यो मेरी कान्छी बहिनीकामा निस्किनु भयो अरे कुन काममा निस्किँदै घरमा आइपुग्दा गड्डा कामदै आउनुभयो म त भोकले पो रहेछ कि भनेर खाजा लानुभन्दा टेर्दैन थियो भने कहाँ गयो खाजा न साजा मलाई ज्वरो आयो भने ग्याप्पै सुत्नुभयो ठुले आएर बाछा लगाइदियो नहुने बेलाका गाई ब्याइरहेको थियो नि हौ त्यो गाई चाहिँ किन बढेका भने नि भाइ हजुर घोडा थियो घोडाको नि गाई नै लानुभयो हजुर भैँसी थियो भैँसीको नि गाई नै लानुभयो हो त्यसरी धेर भएका
घोडा पनि मासे मर्नु रहेछ होइन, भुइँसी पनि मास्नु भयो। गाई नै गाई जोडेका र त धेरै भएर धेरै गाई ब्याइरहेको थिएँ भने नि मैले, हो त्यसरी धेरै भएका। अनि ज्वरो आयो 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 आयो, सन्धि गरेर बस्नुभयो नि त। 10 दिन जति त उहीँ कट्टल मारेर बस्नुभएको नि, ठुला सन्धि। खटेडा कान्छा भन्दा बुझिन्छ होइन। दिन त झप्परको मान्छे जम्मै, मान्छेले केही पनि गरिँदैन हो, मायाले सबै लागि परेका हो उसका लागि। केही गर्दा भएन। मलाई त देश छोडिहाल्यो, ऊ चाहिँ देउतै सरी, म चाहिँ त्यतिमा मलाई चाहिँ त्यति ऊ जस्तो मन पराउँदैन थिएँ नि। त्यति राम्रो मान्छे ऊ चाहिँ। हजुर। कहीँको राम्रो हो, सरकारको नि होइन। यो सुन्ने ठुला ज्वाइँले पनि धेरै जान्नुहुन्छ ससुराको होइन। भोटेका पनि, भोटे गाउँमा पनि कहिल्यै नराम्रो वचन पाएनन्। यो छिटै मर्नेले चाहिँ सबै कसैले मिठो वचन लिएर मर्दा रहेछन् पनि भन्छु म। बेला बेला कसैको केही त लामो बाँचेपछि पाइन्छ नि, आफूले पनि भनेको हुन्छ र त्यसले पनि जवाफ फर्काएको हुन्छ नि, अनि म सम्झिन्छु। अरू बेला काम गर्दा गर्दा यी नानीको बाबु म सम्झिन्न, किनभने काम त आफ्नै भुँडीलाई गर्यो, आफै बढाउन गर्यो, लोभले गर्यो। त्यो आउँदैन, भ्याइँदैन पनि होइन। कसैको केही दिलमा दुःख, कसैबाट टर्चर आइलाग्यो भने ठक्क म नराम्री मरिनँ, राम्रो मान्छे मरिस् भनेर उसलाई चाहिँ बाँच्नु नि भन्ने लोभ लाग्छ मलाई। त्यस्तो राम्रो हुनुहुन्थ्यो? त्यस्तो राम्रो है। लु भाइ, कहीँ पनि यो बाबाले सबै जानेको छ नि हौ। म बढाएर र ढाँटेर सर्काएर कुरा गर्नु पनि होइन। हाम्रो घरमा पनि कचङ कुचुङ भएर दशा लागेको होइन, घरमा पनि राम्रो। कहिले केही नगर्नु, त्योसँग किन बाँध्नु? सबै त लुडी सोरेर ल्याएर वस्तु पालेर घिउ बनाएर यो गरेर ध्वंस गर्छ भने उसँग बाँध्ने कुरै भएन। अलिकति कराउने कुरा केहीमा पनि नकराउने, त्यो खेती गरेर नखाएको मान्छे रहेछ कि, त्यो तल बितो कोनिके जाति बितो कमाइ बितो चाहिँ भनेर चाहिँ गाडी यस्तो के भएको आज त्यहाँ गरिनस् के जाति चाहिँ नभन्ने। कतङ्काल घिउ चाहिँ बेचेँ भने अनि त्यो पैसा लिएर त्यो घिउ फर्काइनु नजाँदा भन्थ्यो। घिउ बेच्नु चाहिँ नहुने मैले कसलाई दिएको हुँदो रहेछ कि। सुत्त यता धपारका यिनी ढाँगाहरू साइदाहरू कुन आएर आओ दिदी भन्थ्यो नि त यस समयमा त, घिउ छैन भने ए छ नि भनेर दिइहाल्यो, पैसा दिइहाल्थेँ। अनि हो त्यस्तो चाहिँ त्यस्तामा चाहिँ हुँदैन रहेछ कि, नभए केही छिडिक्कै नै हो, छिडिक्कै यहाँ कसैका श्रीमान र श्रीमतीको गचागुचुक पऱ्यो भने मलाई चिसो हुन्छ। हामी यति भएर भए चाहिँ मलाई सन्तोक हुन्थ्यो, लोभ पो लाग्छ बाजेको देखेँ भने। मलाई केही भनेको थियो भने मलाई सजिलो हुन्थ्यो नि बिर्सिन पचाउन होइन। बिर्सिन सकिँदो रहेछ। कुनै पनि बैगुन कुरा छैन कहिले पनि, अनि कसरी बिर्सिनु? कहिले बिर्सिन्न भन्दा अब के गर्छौ त, सुत्केरीमा भातै पकाउँछौ भन्दा काली खोला भएका बेला जन्मेको यो ठुलो चाहिँ अब त्यता पनि होइन मलाई। गाउँको राम्रो। अनि बाबेले यो संसार छोडेपछि तपाईँलाई कतिको दुःख भयो? राति तर्सिन्छु नि हौ भाइ, मेरो दुःख अब किन म हर्पेको बिर्को उगाएर यस्तो भरि छ कि उगार्दिनँ, मलाई साह्रै यो भएको छ। मैले अहिले कुरा गर्दा बुझ्नु होइन। तपाईँलाई चाहिँ त्यो दिनचर्या चलाउनलाई, केटाकेटी पाल्नलाई चाहिँ कतिको गाह्रो भयो?
भन्दै त सजिलो नै हो होइन, हजुर आफै यो चाहिँ आफै सोच्ने कुरा हो। भुटान हो, हजुर कहाँ थियो होला नुन, कहाँ थियो, मान्छेलाई के चाहिँदैन, घर छाप्नदेखि हरेक बारीभरि कटेरा पनि भए हुन्थ्यो। हजुर त्यो चिज कहाँ थियो, सबैले कमाइ लाउँछन्, कमाइ नलाइ बस्न त जिउँदो मान्छे जिम्मा लागिहाल्यो, आखिर मैले गर्नुपर्ने रहेछ भनौँ। त्यो कमाइ कसरी लाग्छ, कसलाई भन्दाखेरि चाहिँ हुन्छ भन्ने कुरा धेरै। म 1 वर्ष वर बस्नु जो चाहिँ रात बिहान त्यति हिँडेन। जेठाजुहरू आइरहे, कमर भिनाजु आइरहन्थे, माइला जेठाजुले दाम्लो घुम हलो 1 वर्ष त कमाइ लायौँ नि त उहाँ। हजुर सबै माइला बडाउले गरिदिनुहुन्थ्यो। उहाँ त अथवा पछि नानी नै भाइले खान्छ भने जस्तो भयो। भाइले अनि गएर नाथेको जमिन यो गरेर निकालेर ल्याङफ्याङ पारेन, घर बनाइदिए। त्यो चाहिँ घर मैले दुःख गरेर बनाएको होइन, गरेका कुरा भाइहरूले नै साइलेले मान्छे लाएर घर सिद्ध्याएर लिपलाप गर्ने पनि उसले मान्छे लगाइदियो बरु। त्यहाँदेखि यता त उज्यालोमा हिँड्दैन थिएँ, मिन्ची लाखाको होपी लाखाको बाटो त्यही हो। कटल जेठाको घर, जेठा सम्धीको घर त्यहाँ नबनाउँदै जङ्गल थियो। पछि त्यहाँ बनाएपछि माइती नै आएर बसे जस्तो भयो डाँडामा। उज्यालोमा हिँड्न पाउँदिन थिएँ, त्यो ठाडो उकालो। दुःख त भयो कि भएन नि उज्यालोमा हिँड्न नपाएपछि। किन पाइनँ भनेर सोध्नुहोस् त, म बताउँछु। किन पाउनु भएन त? आफ्नो खेत रोपेपछि खेतालो कति लाग्छ, के हुन्छ, रोजैले मात्रै नि केले रोज बनाउनु होइन। खेतालो चुर्नु पर्ने, रोपाइमा गयो तल मजाउतिर पटक्कै 5 बजी बिना छोड्दैनन्। अनि उनीहरूको त ठिकै छ नि त। म माथि आउँदा त्यो तेर्सो र अप्ठ्यारा बाटाको तान्जु खोलाको जान्दछ नि, त्यहाँ आउँदा झमक्क हुन्छ ठाडो ढाको अँध्यारो छ्याप्पै। त्यो एउटा कुरा। अनि त्यो गोसी जाँदा कहिल्यै उज्यालोमा आइँदैन नुन बोक्दा। उज्यालोमा नहिँडिकन जस्तो त्यो काम कमाइको यो हुन्थ्यो। धेरै दुःख भयो त्यसपछि। दुःखै भन्ने त सकिँदैन बताएर। महाभारत आफै जान्ने कुरा हो नि। अब त्यो मैले बताउने कुरो पनि होइन, किनभने खेत कसरी रोपिन्छ भन्ने कुरो सबैलाई थाहा हुन्छ। बारी कसरी हुन्छ, त्यसलाई गोड्नु मेल्नु कसरी हो, मान्छे सबै मान्छ कि मान्दैन, उसको पनि त गर्नुपर्छ, मानेर मात्रै हुन्छ। त्यही त। अनि मालिङ्गा काट्न जाँदा यी अहिलेका यी पानीका बट्टा नि, ती म भेला गरेर एकछिन चेप्छु। तर यहाँ चेप्टिरहेछु, त्यो पानी बोक्ने बट्टा थिएन त्यतिखेर, यी बट्टा थिएन। त्यो उकालोमा पानी त चाहियो नि। अनि यो कान्छा छोरालाई बदलमा पानी हालेर नाम्लो लगाइदिएर बोकाएर 60 त मरछ हुन्। एउटा परबाट माथि निस्किन्छ, एउटा अर्कापट्टि एउटा माथि निस्किन्छ होइन। त्यो घरमै मलाई बोक्न त भ्याइएन नि त, ती काटेर जान्छन् भन्ने डर। अनि त्यो उकालो गयो, माथि पुगेपछि पानी निकाल्दै खाँदै गर्दै 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 गयो। कहाँ उकाल्ने हौ धप्पर माथि, धप्पर यहीँ मुनिबाट देखिन्छ।
त्यहाँबाट त्यहाँ भए त हुन्थ्यो नि मालिङ, त्यहाँ उँधो झर्नुपर्छ तल, भेटिँदैन नि जस्तोसुकै। मालिङको त छ, चाहिने मालिङको चाहियो नि त। काट्न सकिँदैन नि मेरा भाइ मेरी आमै, काट्न सकिँदैन, बोक्न सकिन्छ, काट्न सकिँदैन। अनि छड्केले है काट्न नसक्यो, कुकुरीले यसो टुप्पाले मात्रै भेट्छ, काट्न सकिँदैन। बल्ल बल्ल काटो भारी नपुगेको भरे त नौले सम्झी पनि भेटिन्थ्यो, राईहरू पनि भेटिन्थ्यो, काब्जे खाका छालाका माथि भेला हुन्थ्यौँ। अनि के गर्थे भने चैतको दिन त हो, दरबारले भन्छ हौ यो दिदीलाई आगो फुकिदिउँ हौ, पुर्याउन नसकेला र त धेरै गुण छ दरबारको भन्छु म। मलाई पैसा दिएर पनि होइन, भात दिएर पनि होइन, अबर अबरमा मेरो जिन्दगी चाल पाउँछु। यो दिदीलाई आगो फुकिदिउँ हौ, यहाँ यसको भारी मिलाउँछ अरे भनेर। अनि एकजनाले राईहरूले आगो फुकिदिन्थे। नौले सम्झी भारी नभएको मालिया काट्न जान्थे, मालिया 10-12 थप्ने काटेर ल्याएर ठाकटुक पारेर बिटा बाँधिदिन्थे। एक खेपमा कतिवटा ल्याउनुहुन्थ्यो मालिङा? दोडा चित्रका ल्याउँथे, कतिले हुन्थ्यो चित्र 60वटा ल्याउँथे कहिले। यत्र हुन्छन् भकारीका, अलि साना हुन्छन् है चित्रका, सिप्पेका काट्नुपर्छ, अलि मसिना हुन्छन्। 60 त ल्याएँ जहिले पनि। अहिले यसो सम्झिँदा नि एक्लो जीवन कस्तो, एक्लो जीवन हुनु जस्तो साह्रो अरू केही रहेछ कि रहेन? भन्थे जाँदाखेरि दरबारले एउटा घसिटो काब्जेखा जाने गौडामा राखिदिएको हुन्थ्यो। बुद्धि थिएन नि त, अघि आएको बाटो बिर्सिन्थे। निरोकार काब्जेखा खाने जाने गौडामा एउटा घसिटो राखिदिन्थ्यो। ओ दिदी यहाँ हेर त आइपुग्नु छिटो भन्थ्यो, तल गर्दै आउँथ्यो उकालो लाठेसँग, काँचो छोड्दा त्यही बदल बग्छ नै। अनि हेरो गौडामा आइपुगेर यो काब्जेखा जानेमा फलान थोकको सेउलो छ, यी छाला जानेमा फलान थोकको छ, भिन्न भिन्न थरीको सेउला राखिदिनु पर्यो, एउटै सेउलाले जान्दिनँ। राखिदिन्थ्यो र अनि काटेर जान्थ्यौँ। अनि भरे अगाडि पठाउँथे मालिङा लिएर, भन्राङ अब हेरो एउटा छ त्यो होइन भनौँ, अर्को तल आयो अर्को। हो त्यसरी हो, त्यस्ता कुराको चाहिँ दरबारलाई गुण गरौँ दुःख गरौँ भनेको चाहिँ मैले त्यसरी, त्यसले चिया दिएर नि होइन, भात दिएर नि होइन, दिनु पनि पर्दैन थियो। तर मलाई दलबहादुर राम्रो मान्छे। अनि रोपाइँका दिन ठक्कै हल्लाजल लगेर पानी लगाइदिन्थ्यो खेतमा। गौडो पानी आफै त कुलो पाइयो भने आउँदैन नि, अर्काकामा गएको गौडो काटेर आफ्ना गरामा लाउनु पर्ने। अनि म पुग्दाखेरि 1-2 गरा खेत भिजिसक्थे। त्यो एउटा गुण। मैले राम्रो गरौँ अरे दरबारले राम्रो दया गरौँ भन्दा खाना दिएर, मलाई लाउन दिएर, हरेक प्यारो गरेर बोलेर मात्रै होइन, गौडामा अबरमा त्यसरी गरौँ। आधी किलो घिउ पुर्याइरहनु आफैलाई पानी त दिन्छ, रोपाइँ गराइदिन्छ, तर तल खेतमा त मिलाउनु पर्यो नि त। त्यस्ता दिनहरू धेरै सुनाऊ। मैले कहिलेकाहीँ कोसँग नि कुरा गरेँ होला। सबै त सजिलो, दाइँ गरेका दिन अझै साह्रो। बाबा दिनभरि दाइँ गर्छन्। कुचसँग 15-16 मैले धान त फलाएँ नि, कुच तिर्नुपर्छ नि 4-5। कुट भर्न त दाइँ गरेकै दिन पाइएन नि, होइन? पाइएन। सबै जान्छन्। अनि कान्छा सक्दै ज्वाइँको बिहा नगर्दा पनि बाबुसँग जान्थे, टुपुटु गर्थे, होइन? यिनै ज्वाइँहरू, घटेडा ज्वाइँहरू यिनै 6-7 जना दयाले त भेला गर्थे, आउँथे, गरिदिन्थे। ला धान कुटिसक्यो, भोलि कुट गर्नुपर्छ,
हावा लाउनु पर्यो रातभरि बताउने थिएन घुरी गर्नुपर्छ है धान बताउन के अरे के भन्छ नाङ्लोबाट कत्रक्कै हात गल्छन् डर लाग्छ डुक 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 भएर भोटे भनेपछि फेरि केही भन्दैन थियो त्यत्तिकै डर लाग्छ है मलाई नि राति हुन्छ अनि के गर्नु छोरी साथी पनि हुँदैन आमा छोरी बस्दा छोरा मसिने छन् भोटेले पत्याउँदैन भन्ने डर लाग्छ त्यस दिन चाहिँ पनि थिएँ हौ साह्रो अनि कहिले यी खटेडा यिनै ठुला चाहिँ जेठा गहिरे धुसा बोकेर जान्थे एकछिन धान बताउन पनि सघाउँथे बाबा सबै थोक त गरो कुद भर्नु भोलि छ भन्दा आज साह्रो त्यो चाहिँ सबभन्दा साह्रो अनि तपाईँले मलाई अस्ति नै भन्दै हुनुहुन्थ्यो हजुरबा खसेपछि गाईहरू पनि ए कुरै रह्यो नि अब कति छ कति दुःखको अनि आमा त्यो चाहिँ के भयो भने दुध पनि राम्रो बारी हुन बारेनन् केटाकेटीले होइन बाबु मरिहाले बाबुलाई बार्दै जस्तो नि बाबु मरिहाले जति बारे पनि बाबु मरिहाले भने त्यति पुर्ने कोही ख्याल पनि रहेन गाई फुकाएर पठायो केटालाई पछि जान पनि अलि माथि उँधी गएर सुरतका टुकुरा लिएर आउँथ्यो सानो चाहिँ बाबुले टुकुरा छोडेछु नि भन्दै ती पुराना नि खोइसालाका सुर्ती खान थालेको थियो त्यो मर्नु रहेछ कि उत्पात थियो 1 वर्ष भयो थियो अनि पठायो हुँदै हिउँद पनि गयो कान्छो गएर बस्यो मेरो कान्छो भाइ 1 महिना सबै गएर बसे हिउँद गयो फागुन भयो गोरुलाई घाँस काट्न जान्छन् आएर त्यहाँ बिसाउँछन् बिहान त घस्याउनु पर्यो नि त्यो घाँस पुर्याउन जान्छन् दुःख थियो है दाजुभाइलाई पनि सबैलाई हुँदै जेठ भयो असार साउन भदौ 3-4 महिना मात्रै रह्यो नि त बाबु खस्ने महिना हुन त अनि ती बाछा त घाँस खान्थे नमर्नु पर्ने अहिले सम्झिँदा 5 वटामा दोडा भाँचेछन् 3वटा बाछा मरेछन् म त सबै मरे भन्थेँ कि होइन रहेछ ठिटा जागेर बाँचे लामो बोलाएको त्यो छैन नि हौ बेलुका पछि दार नभनौ गाई कराउँदैनन् केही गर्दा हुँदैन गाई आउँदैन यस्तो टाढा काम लाएर 2 माहु लैना गाई आए अनि पत्रमा आइला गाई तर्सेर आयो नि त नभने आए भने गोरु पनि आए 2 हल थिए गोरु चाहिँ 2 हल गोरु आए 2 माउ गाई आए डोडा कोरला आए ला 4 माउ गाई आएनन् 6 माउ लैनामा 4 माउ आएनन् त्यहाँबाट त्यहाँ भोलिपल्ट भन्थे कि त्यस दिन बाघुङ्गो काटेको थियो अरे राति बिहान कति बेला पाइला थिए अरे के जान्ने भए पो यो गाई फुकाउनुभन्दा अगाडि बाघका पाइला रहेछन् भनेर कान्छा देवरहरूले त त्यतिखेर बन्दुक थिए नि त हो तिनीहरूले भन्थे अनि यिनै ठुला ज्वाइँ नि हो हर्की हो उसले पनि धेरै हेरचाह गरेको हो पछि छोरी त्यसै वर्ष अलि पछि मरिगई हेरचाह कस्तो भने हो त्यस्तै पाइला हेर्नु माथि गएर गाई लडाएछ भन्ने एउटा हेरचाह हो नि नभए कसले म जान सक्दिनँ थिएँ त्यहाँ कहाँ मरे कि भोलि आउँछन् कि गाई होइन यी ज्वाइँले हो पहिलाको अनि डाँगाले ज्वाइँलाई खबर दिनु डेन आऊ माइला भनेर रुँदै कालिँदै गएँ नि त खोलारे माइलो
अनि कुदेर गयो है, कुद्नै पर्ने नि त्यहाँ फोन छैन। कुदेर गएर लु गाई त आएनन् अरे, जाइदिनु अरे झट्टै भनेर सुहाँ गर्दै बन्दुक बोकेर जानुभएको छ। के कहाँबाट कुन गाउँबाट भन्दा यहीँबाट बोलाएका थिए, चक्रे चोक भन्थ्यौँ कि चक्रे चोकबाट बोलाएका थिए भनेर भने बोल्न सक्दिनँ नि त, गलो छैन। हंसले त गाई छैन भन्ने भएर रातभरि कालिएका छौँ। अनि गएका गाईभन्दा अगाडि पाइला गएका रहेछन्, यो चलाउनु नहुने रहेछ भने है। माथि भेटेर आए र डाँडा गएर ज्वाइँको पनि धेरै मलाई सहयोग थियो। उहाँ हुँदा 5वटा गाई खायो, 4 माउ खायो। 4 माउ, 6 माउमा 2 माउ लैना आए, डोडा कोरला नि आए, 2 हल गोरु पनि आए। अर्को एउटा थारो घोडैबाट साटेको एउटा लैनो उतिखेरै ब्याउने, एउटा पछि ब्याउने भनेर 2 माउ गाई लगाएका थिए। त्यो थारो गाई पनि आयो, छैन हौ लैना गाई। अनि के भयो भन्दा उत्तरपट्टि थियो गोठ, घाँस त खान्थे। अहिले बिचरा त ती डोडाले चाहिँ घाँस खाएको रहेछ र बाँचे। ती डोडा बाछा, 3वटा बाछा चाहिँ बाँचेन 5वटामा मरे। अनि भुटानमा दुःख सुख जे जस्तो भए पनि बस्दै हुनुहुन्थ्यो। पछि सबैजना देश छोडेर हिँड्न थाले। तपाईँ चाहिँ के सम्झेर देश छोड्नु भएको थियो? मैले त सबै सम्झेको कुरा त अहिले यो महाभारत भरिन्छ होइन। छोरीले ठुलो भर गरेको थियो माइलीले र कान्छीले। ठुली त तेरै घर कहाँ पठाए कि अहिले पो पाली त, त्यतिखेर त नामै थिएन। बेला बेला जान्थे, ठुली त सानैदेखि पठाएको। किनभने सम्धिनीसँग म साह्रो मिल्ने, सम्धिले हेर्छ, दुखसुख हेर्ने होइन। गर जोखाना हेरेर चिन्ता गर्नै पर्ने छ भने उसका भतिजालाई हराएर सामान खोज्न लाउने, त्यो हेरचाह हो नि त होइन। खानै दिनु मात्रै हेरचाह र भलो मान्छे भन्दिनँ म चाहिँ। बरु खाना नदे ठोट्नेका डुकु खाएर नि भाँचिन्छ एक साग त होइन। वचन र हेरचाह राम्रो हो। त्यसरी यिनै कान्छा ज्वाइँ ठुला ज्वाइँलाई हराउनुहुन्थ्यो र उपचार गरिदिनु पनि भयो कुनै दिन। मान्छेको त परेन, गाई बाछा बिमारी हुन्थे, देउता नमानेर नि हौ हाम्रो चाहिँ नि त्यो भएको नि त। मोही पारा धुप हाल्ने ढङ्ग छैन, हालिँदैन नि त हामीले हो। त्यस्तै भएर गोठ चाहिँ घचाकुचु भइरहन्थ्यो। अनि छोरी वीर, केटा पनि वीर। किनभने केटालाई हराउनु पनि नपर्ने र कराउनु पनि नपर्ने, कुट्नु पनि नपर्ने, यिनै हुन्। अहिले सुन्यो भने त हामीले आमालाई त सानैदेखि पालेको रहेछ भन्छन् कि, तर साना नानीको व्यवस्था कुरा गरेको। स्कुल हुन्जेली स्कुल भयो, शनिबार आइतबार मात्रै दाउ छोपेर म गोसी नुन बोक्न जान्थेँ। मालिङ्गामा पनि शनिबार आइतबार मात्रै जाउँ न हो भन्थे, कसैलाई दरबारलाई भन्थे, मान्थ्यो पनि। अरू बार म जान एक्लै हुन्थेँ, भ्याउँदिनँ थिएँ। केटालाई ती गाई फुकाएर लगेपछि कहीँ अलैँची पनि थिए, हरेक थियो। यतापट्टि दलबारको थियो, माथि चुङथाङमा तेर्सो थियो, धेरै थियो, वस्तुले खानै पर्ने। तर छिडिक्कै 7-8वटा 10-12वटा गाई छिडिक्कै नखुवाइकन हेरेर ल्याउँथे। त्यति यो ठुलासँगले त छुँदै नछोको छ कुट्न भनेर चाहिँ सानोलाई चाहिँ बेरै ठटाउँथे हौ। सानामा के छोराछोरीबाट दुःख कहिल्यै पाउनु? कहिले भएन तेरिमा नानी मेरो चाहिँ त। अनि छोरी चाहिँ माइली र कान्छी त्यतिखेर निमतला
पड्किन्थ्यो यो ढाँसु हो कि के हो मिटिङ हुन्थ्यो मिश्रा जेठाले चाहिँ फेरि मलाई नबोलाइ नहुने मिटिङ अरे जाउँ हौ आमा मिटिङ अरे नगई हुँदैन अरे भन्थ्यो त्यहीसँग जान्थेँ जस्तै म जहीँ गए पनि गोसी गए पनि घरमा काम नरहने मालिगामा गए पनि त्यो घरमा बस्ने छोरीले टाकटुकै गर्ने हरेक कुरो नि अब अर्थ होइन कि कमाइ खेतीमा ध्यान गर्ने खन्नु छ भने खने दिनभरि खने दाउरा खोज्नु छ दाउरा खोजेर ल्याए सफा गर्नु छ गरे बाछालाई घाँस हरेक थोक घरको टाकटुकै नि म त मजरीमा बस्न नि बिर्सिसकेको थिएँ यता ओछ्यानतिर बस्थेँ बाबु बस्दा जस्तो नि जान बिर्सिरहेको थिएँ यता त्यति साह्रो खानपिन पनि बनाउँथे कान्छीले माइल चाहिँ अलिक भ्याउँदैन पनि तिर खानेपिनेमा यो गरिन कान्छीले नै ढुक्कै हुँदै 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 बिहे पनि गरेँ के गर्नु र हो बिहे गरेपछि त अब छोरी नपठाएर गचाककुचुक गर्नु भन्दा चाहिँ पठाएर बरु ज्वाइँले हेरचाह गर्छन् भन्नेमा लोभ गरे फेरि यो छोरी कसैले भन्दा त किन पठाएको नि भन्थे तर मैले चाहिँ सोचेँ कि जसरी पनि बिहे गरेँ अब ठिक्क मागेकै टाइममै पठाउँछु छोरी ज्वाइँ सम्झीले हेरचाह गर्नुहुन्छ त्यता चाहिँ मलाई अलिक सजिलो जस्तो लाग्यो रिसाएर त्यो छोरीले मात्रै गरेर उता कुटुम्बले यो गरेको नभएर भन्दा चाहिँ छोरी पठाउनु हारगुहार हुन्छ भन्ने गयो त्यस्तै पनि भयो है राम्रै भयो हेरचाह पनि थियो अघि पनि थियो र पछि पनि भयो अब माइली पठाउँदा त अथवा अन्न घट्यो धान पनि घट्यो मकै पनि घट्यो गोडगाड भएन समयमा खनखान पनि भएन माइली पठाउँदा उयो भयो उहीँदेखि आएर 2 दिन जोतिदिनु भयो ज्वाइँले 2 दिन जोतेर पर्सिपल्ट हिँडी जानुभयो त्यो खण्ड पनि भयो छोरी गइहाली हो त्यस्तै भएर घट्यो होइन मेरी आमै कान्छी पठाएपछि त भित्र पस्दा त जान्दै जानिनँ म त कालिएर के गर्नु अब यो हे अचम्म अब यो कमाइ के गर्नु यो बारी के गर्नु त्यो खेतमा के गर्नु कसले खाना पकाउने लोडा छोरा मकै नै भुट्न जान्दैनन् मसिनै पनि छन् नगरेको अगाडि गर्न पनि लागिएन दिदीहरूले स्कुल छोडेपछि त छोरा त साथमा आए नि स्कुल पढ्नु परेन हे अचम्म गरी खाने आँट आएन अनि कान्छा भाइले फुलमा पानी हाल्न यहाँ बन्दोबस्त गरिदिन्छु भानिज ल्याएर पढाउँछु त आउँछेस् भन्ने गरौँ अनि ल अन्त भन्दै थिएँ मेरी आमै भाग्य नेपाल जानै पो हल्ला चलो है अब लु म त गरी खान सक्दिनँ अब जाने अझै माइली बुहारीसँग नि आज 3 दिन भयो कुरा गरेँ म त रोइनँ त माइली त्यो गरी खान नुन सम्झिन्छु गोसीमा मालिमा सम्झिन्छु माथि धप्पर माथि खेत सम्झिन्छु नाफेको गहिरो केटी पठाएपछि त कान्छीले छोडेपछि त मेरो त बस्ने भइहाल्यो न भनेको मरि हाँस्दै थिएँ हामीले पनि त्यही बुझेर नरोकेको भन्थे हात्तिनु भयो नि कान्छी पठाएपछि त छोरी उटीको लाएर बाहिर निकालेर पोको पतेरो गरेपछि त बाहिर निस्केर रुन थालिहाल्यो न त्यो छोरी फर्केर आउनु अबै अनि हिँड्ने सोमत गरेर बाबुआमाले पनि राम्रै कुरो गर्नुभयो किनभने अब सक्दिनँ गरी खान भनेर चाहिँ हामीले पनि त हाम्रो पनि ल्याङफ्याङ छ
डिग्री गोशाला बा ठिम्मो जान्छौँ बा पारू जान्छौँ, हामी नि यहाँ बस्छौँ न, तेरो सन्तान नछोड भनेर चाहिँ हिँड्नु। खुसी। अनि के अरे फर्म भरेर आउनुभयो कि? फर्म भर्न यिनै सुक्कामै यिनै मिश्र माइलाहरूसँग यही ठुलो चाहिँ छोरो पठाएँ, यिनीहरूले नै गरेर ल्याइदिए। अनि त्यहाँबाट भुटानबाट त सिधै गाडीमा त आउनु भएन होला, कति लाग्यो गाडी भए ठाउँमा आइपुग्नलाई? अब त्यहाँबाट हेर्दाखेरि देखिँदैन छु होइन, कतिका ठिटा नानी लडेर, कतिका के भएर त हिँडेरै आयौँ नि। अब त्यो चिलाउने डाँडो भन्थे, खन्राङेको ओह्रालो भन्थे, ओह्रालै यस्तो हेर्दा देखिँदैन त्यो कठैभरि के भन्नु र। अहिले त्यतिखेर चप्ली लाउन सिकेर चप्ली जुत्ता टेकेको भए हुन्थ्यो नि त। मेरा चाहिँ थिएन, छोरालाई चाहिँ जुत्ता थिए, छोरालाई चाहिँ किन्न जाने, त्यो मैले नि त एक जोर जुत्ता किनेर लाउनु नि। छोराछोरीको माया आमा होइन, त्यहाँ दुख्छ, उहाँ पुग्दा दुख्छ, लाउनु पर्छ भने मेरो बुद्धि नै आएन। त्यस्तो भएर कालीखोला आयौँ। कालीखोलाबाट कहाँ भन्थे हो, दाँतघारी हो कि कहाँ भन्थे, कहाँ हो त्यहाँ पारस बस्तीतिर आउनुभयो कि? त्यो कालीखोलाबाट पर दाँतघारी भन्थे क्या हो, त्यहाँ भेला भएर बस्यौँ नि त। धेरै 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 धप्पर सुक्काम टाकटुक। अनि त्यहाँबाट ट्रकमा आउनुभयो? म त पुरा यिनै सन्तानकै ग्रुपमा आएँ नि। अनि त्यो पहिलोचोटि चढ्नु भएको त्यो गाडीमा यता? पहिले चाहिँ त्यही दाँतघारीमा हो, कालीखोलाबाट अलिक उता। पहिलोचोटि गाडी देख्दा तपाईँलाई कस्तो लागेको थियो? खै त्यो साइकल रहेछ, त्यो किन्निङ पार्थ्यो, आफै बोल्दो रहेछ भन्थे, तर त्यो यस्तो रहेछ नि त घन्टी मरिघाँस। गाडीमा चढेपछि त बस अन्तर म त बमिट गरेर मेरी आमै त्यो ठुला टडकमा नि सबै कुदो इन्टु छिन्टु केही थिएन नि त। यो बस अन्तरै लु यही हो, त्यस्तो बमिट गर्दो रहेछ। माथि ठिम्मो पारू भन्दा पनि साह्रो हल्ला आयो अरे त्यहाँ चाहिँ, कोही नै त्यसो भन्थ्यो। अब हिँडेकै हो नि त ठिम्मो पारू। अनि नेपाल आइपुग्नु भयो, माइखोला? माइधार आइपुग्यौँ। जेठाजु अघिल्ला दिन आउनुभएको रहेछ, तिर्पल ओढाइसकेको रहेछ। हामी बेलुका आयौँ, अघि दिउँसो ओढाएको रहेछ। त्यहीँ बस्नु? अब थुप्रो बस्यौँ। अनि बिस्तारै त्यहीँ घाँसेर तिर्पल ल्याएर त्यहीँ घाँसेर कटेर बनाइदिनु भयो। त्यतिखेर त जम्मै तपाईँहरू दुईजना आमा छोरा तिनजना? तिनजना मात्रै। सन्छ हामीलाई केही भएन। बाबु मरेदेखि यो ठुली छोरी चाहिँ घरमा बिमारी हुन्थे अरे, बेलालाई हेर्न जान्थेँ। नभए यी डोडी छोरी र यी डोडा छोरा म मार्गी लागेन। नेपालमा आउँदाखेरि त्यो माइखोलामा बस्दा नि मार्गी लागेन। हाम्रो अलिकति छोरीको भुँडी पनि दुखेन। माइमा त धेरै मान्छे मर्थे अरे? धेरै मरे। एउटालाई चिया लिएर निस्केँ एक दिन चाहिँ 6-7 जना भएर त्यो चिया त्यहीँ घोप्ट्याइदिएका दिनसम्म त्यहीँ घोप्ट्यायौँ बाँडिउन। एउटालाई खोइ कुन हो, हाम्रै आफन्त यो जोरखर्कामा डाँडा गरे जेठाको नानी होला हो, गुरुङको चिया लिएर गएका। यो बस्ने काइली हामीहरू 6-7 जोडी एक किक्ली चिया लिएर गएका थियौँ। अनि कुन बिस्कुट पनि लगेको रहेछ, मैले थिएन। हौ तलमा आइका यतापट्टि बसिरहेछौँ कि अर्को ल्याउँछन् काखमा चेपेर, अर्को ल्याउँछन्। ए बाबा हो। अनि म हेर्न तल पुलमा गयो कि त मेरी आमै त्यो पुलदेखि यतापट्टि नि खनेकै छ, उतापट्टि नि खनेकै छ। फर्केर आएर सबै त्यो 5-6 औडीको चिया त्यहीँ घोप्ट्यायौँ, खायौँ न त्यसको आउको। अनि त्यहाँबाट बेलडाँगी चाहिँ कति समयमा सर्नुभयो? भदौमा सर्यो। भदौमा सर्नुभयो।
सुविस्ता भयो नि मात्र अरू त्यति दुखाइ चलेन। सेक्टर सीमा बस्नुभयो C4? C4 त्यहाँ त्यो C4 रहेछ। हट नम्बर चाहिँ कति हो? 47। बोलाको बोलाइ गर्न पछि त सिपालु भयो नि त, रासिन थाप्न नाम आएन मेरो। 47 भनेर चाहिँ हजुर भनेर पसिहाल्थेँ, बुझ्न थालेँ। क्याम्पमा बस्दा त के अरे क्याम्पमा बस्नुन्जेलसम्म खानापिना दियो सरकारले? दियो भुटानको जस्तो दुःख चाहिँ गरी खानु चाहिँ परेन। र अहिले यसो सम्झिँदा त्यत्रो वर्ष सरकारले सहयोग गर्यो, तपाईँ सरकारलाई के भन्न चाहनुहुन्छ? धन्यवाद। हाम्रो नेपाल त झन् पुर्खाको थलो पनि रहेछ। हामीहरूलाई पुर्खाले पाले जत्तिकै गुण लाग्यो, सरकार पनि हो जस्तो र अलिक परर दिए जस्तो पनि लाग्दैन। हाम्रा पुर्खा बाबै हजुर बाबै कुप्रा बाबैको एउटा जन्म थलो पनि रहेछ। र धन्यवाद। हामी पनि पशुपति आए जस्तै भयो। त्यो पर क्याम्पमा बस्दा सबै पशुपति जान्थे, नेपाल 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 भन्थे, तर त्यहाँ होइन रहेछ। हामी त ओरै कथा क्याम्पमा रहेछ, त्यहाँबाट पनि भाक्कलै भयो भनेर एकखेप चाहिँ हामी डुल्न गयौँ। अनि नेपालमा बस्नुन्जेलसम्म तपाईँलाई दुःख भयो कि भएन? दुःख भएन। किन दुःख भएन भने नि, भाइहरूले छासुस कहिले एउटाबाट आइपुग्यो, कहिले अर्काबाट आइपुग्यो, सहयोग भइरह्यो। क्याम्पमा आएर चाहिँ दुःख भएन। छोराहरूलाई पढाउनु भयो? के त माईमा पनि लगाइदिएको, भुटानमा पनि त्यो स्कुल पोली नखाउँदै थिए, त्यहाँ माईमा आएर पनि लगाइने। त्यही इन्टरभ्यूले माथि बेलडाङ्गीमा 3 दिनकै दिन केटा त लगाइदिइहाल्नु पर्यो नि त। उनीहरूको क्षमताले सबैले पढे। मैले चाहिँ लगाएँ, उनीहरूले जतिसुकै पढ्ने उनीहरूको काम हो। अनि त्यस पछाडि एक्लै। अनि तपाईँलाई छोरी चाहिँ के थरीलाई दिनुभएको छ? छोरी ठुली खटिवडालाई, माइली धप्परकै खाल पौडेललाई, कान्छी उनी छिमेकी कटललाई। अनि क्याम्पमा तपाईँ उन बाट्न अर्काको धान काट्न जानुभयो कि जानु भएन? 5-6 वर्ष चाहिँ थिएन, सामान निकालेनन्। दाउरै खोजेँ, खेतालै गरेँ, बाँसै तानेर घरै बनाउन लाएँ। हरेक दुःख भयो। तर खाना चाहिँ पैसाले दुःख। त्यो पैसा लिएर तान्न लाउँदा पनि भएन नि त। त्यो पैसा यति दिनेर चाहिँ एउटा मास ल्याउला, म पनि एउटा त ल्याउँछु भन्ने हो। त्यस्तै यो बुहारी बिहा नगर्नुजेल चाहिँ दुःख। यो चाहिँ जेठी पनि त अर्की पनि बिहा गरे नि त, 2 बिहा गरे नि त। त्यसका पालामा चाहिँ अब धेर पनि बसोबासो भएन। मैले गर्नुपर्ने गर्न छोडिनँ। गर्दा अनि यो बिहा गरेपछि चाहिँ मेरो बाँस तान्ने पनि काम खोसियो। दाउरा खोज्न जानु पनि परेन, खेतालो जानु पनि परेन, बाँस तान्न जानु पनि परेन। म अनि आनन्द उन पनि आयो त्यतिखेर चाहिँ। अनि डङ्गै उन बाट्दै अनि बुहारी पनि उनै बाट्ने, म पनि उन बाट्ने। तर मैले एक पाबाट यो आधी किलो सक्थेँ। बुहारीले धेरै मेहनत गर्नुभयो। बुहारीले पालो दिएर पछि हुँदै गर्नै पर्छ भन्दै डराउँदै त्यो त्यहाँ भएको काम गर्न मैले नै गर्नुपर्छ नि त। अब खाली भएपछि त होइन। गर्दै थिएँ ल हौ नाति जन्मियो। त्यहाँदेखि आत्तीको पाठ, त्यही नानी स्याहारे, त्यही नुहाएँ। अपरेसन गरेको हो कि त्यही नुहाएँ। बुहारीलाई पानी बोकेँ, माइली छोरीलाई बोलाएर बुहारी नुहाउन लाउँथेँ मेरो। अनि घरमै चयन भयो, नाति भयो। सुख पाउन अहिले पनि साह्रै यो हुन्छ नि त। सुख पाउनु नै यो विशालदेखि हो। मैले सबै थोक काम छोडेको, नभए त पर्थ्यो नि हौ।
नाति जन्मेपछि सुखा दिन आयो। अनि त्यस पछाडि नेपालमा बस्नुभयो धेरै वर्ष। कान्छाको नि नेपालमै बिहे गर्नुभयो? कान्छाको नेपालमै बिहे। अनि त्यस पछाडि पछि अब सबै तेस्रो मुलुक भने तपाईँ नेदरल्यान्ड पुग्नुभयो। नेदरल्यान्डमा कति बस्नुभयो? नेदरल्यान्डमा 8 वर्ष पुरा। 8 वर्ष बस्नुभयो। तपाईँका भुटानका नेपालका छिमेकीहरू कोही थिए नेदरल्यान्डमा? थिए बस्ने माइलो पढ्ने माइलो भुटानकै हो। हाम्रो गोपाल भुटानकै हो। नेपालका बस्ने जोर 5 घर छन्, क्याम्पका हुन्। अनि त्यहाँ बसेर 8 वर्ष बसेर अमेरिका आउनुभयो। अनि अमेरिका आएको पनि 5 वर्ष पुरै भयो। अब सिटिजन आउने बेला भयो। अब मैले कत्रो लामो बाँचेँ कि नि भुटानमा 7 ठाउँ 50 वर्षका उमेरसम्म 7 ठाउँमा चलेँ। हजुर 7 ठाउँ सर्नुभयो? होइन 7 ठाउँ। 7 ठाउँमा एउटा यो अहिलेको सिटिजनलाई चाहिँ उहाँ 7 ठाउँ भन्थ्यो। खजनाहरू तिर्नुपर्ने बारीको 7 ठाउँ होइन के भने मैले 7 ठाउँ भने 7 ठाउँ हो। त्यो 50 वर्ष भुटानमै बिताएँ नि त। नेदरल्यान्डमा सिटिजन 3 वर्षैमा त्यो आँखो नभयो कि भन्ने यहाँ पनि छ। आँखाको त टक्रक्कै लिन जानु मात्रै पर्यो, सजिलो थियो। अब यहाँ आइपुग्नु भयो? सिटिजन भएर त्यो कतिमा दियो भने 4 लाख दियो। 3 पुरा पुगेर 4 लाख दियो। अरू धेरैजनाको अहिले पनि दिएको छैन है। तर मेरो बिग्रेन। कसरी बिग्रेन भने 3 वटी आँखामा डोरीको झुट भयो, हाम्रो सम्झिनीको र बस्ने चाहिँ कान्छीको। मेरो चाहिँ डक्टरले आँखो नभएर नपढ्न नसके कि भन्ने लेखेको रहेछ। त्यसले दियो त्यो आँखै नभएर भन्ने डक्टरको कागजहरू। अरू तरुणी 30 वर्ष भएन यिनीहरूको। अनि 3 वर्षमा चाहिँ त्यो 4, 5, 6, 7, 8 5 वर्ष बस्ने सिटिजन थापेर। नेदरल्यान्डको बसाइ राम्रै थियो? राम्रो नि हो, देश राम्रो। अनि अमेरिका आउनुभयो, अहिले अमेरिकामा बस्दै हुनुहुन्छ। अनि अहिलेको बसाइ कस्तो छ तपाईँको? अहिलेको बसाइ मलाई सरकारले अहिले चाहिँ दिएको छैन। ठुला ज्वाइँले को कमाइ खाएरै आएका दिनदेखिको आजसम्म छ। अब सिटिजन भएपछि कान्छा ज्वाइँकामा 2 वर्ष बिताएँ। हजुर कमाइ कान्छा ज्वाइँको खाएरै। ज्वाइँ छोरीले कमाउँथे खाना, ज्वाइँ छोरीकै कमाइ खाएर यहाँ आएपछि अहिले पनि मलाई सरकारले सिटिजन नभइदिँदो रहेछ होइन। ठुला ज्वाइँको कमाइ खाएरै बसेकी छु। 2 जना पाल्नु हुँदैछ नि त ठुलो ज्वाइँले। छोरी नै पाल्ने कर्तव्य। आमा नि पाल्नु पर्यो। हेर मैले भार बोकाइरहेको होइन, त्यो आमा बाउ पाल्नु भनेको कुरो भाग्यले मात्रै पाइन्छ। कति मिठो दिए पनि कति 100वटा साडी छन् भाइ यो ठुली छोरीका घरका टाढामा। सबै हर्काले देखा, भतिजी भतिजो सबैले देखा गरेर 100वटा छन्। 1 पैसा हालेको होइन। त्यसले पनि मेरो चित्त बुझ्दैन। मिठो 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 ज्वाइँले होम केयर भन्ने अफिसमा काम गरेर धेरै कमाएर ल्याएको छ। प्रशस्त छ। कहाँ हिँड्दा पैसा पनि दिन्छन्, कोही आउँदा दक्षिणा गर्ने पैसा पनि दिन्छन्, मन्दिर गयो भने भेटी गर्ने पनि दिनुहुन्छ। सबै थोक छ। 3 पल्ट खाना दिन्छ छोरीले खाएसम्म। सबै थोक त सरकारले त्यस्तो लाजै मर्दो छ। तर मेरो चित्त बुझ्दैन भाइ। अलिकति भनेको एकछिन त रोए जस्तो गरौँ भने हाँसो। अलिकति त कहाँसम्म त हुँदैन। लाज हो कि
कुनै कस्तो हुन्छ किनभने मर्नु परेका दिनको सम्झना आउँछ किनभने यिनीहरूले अब दुःख दिएँ मैले बेलुका सुतेको बिहान त मान्छे मर्दैन कति रुङ्नुपर्छ कति के हुन्छ भगवानको लीला हो तर अलिकति मैले नै हो कसैले होइन किनभने कसैले गर्दा पनि मान्छे अर्को हुँदैन आफैले गर्दा मात्रै अर्को हुन्छ होइन मान्छे के भन्छन् भने फलानाको देखेर सिको भन्छन् फलाना सिकायो भन्छन् सिकाउँदैन कुन मान्छे छ कि त्यही मान्छेले थाल्यो भने मात्रै त्यही मान्छेको काम हुन्छ कि अर्काले सिकाएर गर्दैन म कसैलाई पनि अर्कालाई चाहिँ दोष दिनँ किनभने मैले छोराले बेहोर्ने भार ज्वाइँ छोरीलाई बेहोर्न अब परो पक्का यो मैले नै गरेको है छोराले घोक्राएको नि होइन हुत्याएको नि जा भनेको नि होइन ज्वाइँले यो भार बेहोर्छु आइज नि होइन तर एउटा कुरो ज्वाइँले आइसकेपछि ज्वाइँले छोरै समान भएर पालन पोषण गर्न सफल हुनुभयो दबाई मान्छे हो बुढी गाई चाहिँ घाँसले मात्रै नि बाँच्छ भाइ होइन बाख्रो पनि घाँसले बाँच्छ मान्छे चाहिँ भातले मात्रै हुँदैन हरेक 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 हरेकले पाल्नुपर्छ मान्छे अब तपाईँ र म नि 1 घन्टा 27 मिनट गफ गऱ्यौँ होइन तपाईँको जीवनका उतार चढाव दुःख सुखका कुरा गऱ्यौँ अब आउँदो जीवनमा तपाईँका नाता नातिनी पनातिनी आफ्ना छोरा छोरी आफ्ना आफन्त हामी एक दिन त यो संसार छोडेर जान्छौँ निश्चित हो कसरी बसुन् जस्तो लाग्छ तपाईँ यिनीहरूलाई आफ्ना आफन्तलाई के सन्देश दिन चाहनुहुन्छ अब आफ्ना आफन्त त झलझली देखेकै कुरा हो होइन हजुर अब विदेशबाट स्वदेश अब गइँदैन हजुर यही विदेशमा पनि राम्रो चालचलन लिएर गरी खाइरहेछन् कोही पढेका छन् कोही डक्टर छन् कोही नर्स भइरहेका छन् मेरा नाता नाति छोराछोरी सबै मेरा साइनाभरिमा भतिजा भतिजी पनि राम्रा राम्रा ठाउँमा यो गरेका छन् अब अझै पनातिनाले पनि अझै राम्रो शिक्षित हुन् अब देश त यही नै होला होइन तर हुँदै हुँदै उनीहरूको हाम्रो भुटान जत्तिकै रसिलो देश हुन्छ त्यति बेलासम्म र होस् पनि अब यो देश छोडेर काहीँ हामी त गइएन भने अब नाना नानी चाहिँ यहीँ रसिउन् पनि यहीँको सरकार राजु पारुन् यहीँको सरकारको पौरक देशमै ढलिमली गरून् ठुला ठालु हुन् डक्टर हुन् भइरहेका पनि छन् त्यो मैले हुनुभन्दा हुने होइनन् भइरहेका छन् नर्स भइरहेका छन् अस्ट्रेलियामा माइलीकी छोरी नर्स भइरहेछ कान्छीकी छोरी नर्स भइरहेछ माइली मेरै छोराछोरीमा पनि भने ठुली छोरीको छोरो एउटा आर्मी छ एउटा डक्टर पढिसक्यो डक्टर काम गर्दैछ कान्छो छोरो बाउसँग साथ लागिरहेछ बाउको हेरफेर गर्छ मेरो हेरफेर गर्छ बाउले नसक्दा नभ्याउँदा कान्छा छोराले नातिले बाउलाई सहयोग गरेको छ त्यो सहयोग पनि पर जागिर खान गयो भने त अझ दिनदिनै उमेर माथि पुगेको बाबुआमा हुन्छ यहीँ बसेर गरेका छोराको चाहिँ धेरै हो कि जस्तो हुन्छ होइन सबैलाई मैले सम्झेको छु मलाई दुःखमा साथ दिने भतिजा भतिजी सबैलाई यहाँ आउँदा पनि उहीँ पनि भतिजा भतिजी थिए 2-3 जना भने यहाँ त धेरै भतिजा भतिजी छन् जेठाजुका छोरी 2-3 बहिनी छन् भतिजा छन् साइली छोरी त झन् छेउमै छ उसका त
ऐया भनेका दिन हस्पिटल लाने पनि नातिले सहयोग गर्छन् ठुला ज्वाइँलाई, अझै पनि गर्छन् भन्ने मलाई ठुलो विश्वास छ। किनभने म यत्तिकै साथ जाँदैन। यो सनाउ सानीमालाई साइदी छोरीका भतिजा छोराछोरी मेरा भतिजा नाता नातिले यो सानीमालाई हेरचाह गर्छन्, सनाउलाई हेरचाह गर्छन् भन्ने गरेका पनि छन्। यति कुरो केही सोध्नु पर्यो भने हाम्रा ठुलो ज्वाइँ पनि सानो हो, मभन्दा सानो हो भन्दैनन्। ती छोराछोरीलाई सोध्न खोज्छन्। साइदी छोरीका छोरालाई नजिकै पनि पर्छ। कुले भाइको पनि धेरै सम्झेको छु म। उसलाई अहिले कहिले बाबुको दुःख, कहिले काकीको दुःख परेको छ। त्यस्तै हो, पाला पालाले सबैलाई पर्छ। त्यो पनि अब दुःखमा नमानेर पनि हुँदैन। कुले भाइ पनि भान्जो मामा भानिज हुन्। भाइका मामा भान्जो भए पनि धेरै सम्झियोस्। र म थला पर्दा पनि यिनैको पनि मलाई आश छ। साइदीका छोरा 5 भाइ छन्, एउटा न एउटा भ्याएर केही न केही गर्लान्। यही छोरीलाई सघाउनु मलाई त के उचाल्दा मेरो सास रहँदैन, पछाड्दा जाँदैन। तर यो छोरी ज्वाइँलाई चाहिँ हेरचाह गर्ने यिनैको आश पनि छ। र भने जस्तै नि भयो। नातिले घर किने, ला भगवान्ले गर्दाखेरि यिनीहरूकै छेउमा पो परियो। म सुबिस्तै बस्नु दियो पनि नाता नातिया घर पुग्ने ठाउँमा, थला पर्दा पनि उनीहरूलाई पनि सानीमाको हेरचाह गर्न सक्ने ठाउँमा। हेर त भगवान्ले सम्झ्यो राम्रो भने जुटाउँदा पनि रहेछन्। यसमा पनि मलाई कति खुसी भइरहेछु। छोरी ज्वाइँकै घरमा पनि बस्नु मैले पर्यो, मर्नु पर्यो। घरमै मर्छु भनेको त होइन, हस्पिटलको एउटा चलन छ। कहाँ जाने ठाउँ कहाँ हो थाहा पत्ता छैन। तर बात त यहीँको दाना पानी, खोले पानी ज्वाइँ छोरीले नै गर्नु परिरहेछ। यहाँ आउने मेरा नाति त्यहाँ आउने कुरा गर्दाखेरि नि म यसो भन्छु, डर चाहिन्छ आएका ठाउँमा भात दिने, हरेक थोक गर्ने एउटा मान्छे त्यसै आएर यहाँ काम बन्दैन। अब तान्नु त तान्नु कि त्यो तान्ने मान्छे चाहिँ डरो चाहिन्छ। खले गराको मियो फेदामा राशि हुन्छ नि, त्यही सम्झिनुपर्छ। मियो डरो फेदामा राशि हुन्छ धानको भने हो। त्यस्तै नि एउटा कुरो। त्यसै मान्छेलाई चाहिँ एक थोकले हुँदैन। र म चाहिँ आफै सम्झिँदाखेरि त्यसरी हो नि। मैले यहाँ अरूले आऊ न के जाति भन्छन् अरे कि, डर मान्छे चाहिन्छ। यहाँ छिट्टो आज आयो भोलि नै सरकारले हेर्ने ठाउँ होइन। अनि अब नि हजुर, तपाईँ र म यत्रो बेर गफ गऱ्यौँ। जीवनमा तपाईँ अब 82 वर्ष अहिले हिँड्दै हुनुहुन्छ, अब 83 लाग्न आँट्नुभयो। मैले यस्तो थोक चाहिँ गर्न पाएको छुइनँ, यस्तो थोक चाहिँ गर्न पाए हुन्थ्यो जस्तो तपाईँलाई के लागेको छ कि छैन? सबै थोक छ नि हो हजुर। मेरी आमै मेरा भाइ केही गरेकै छैन। 82 वर्ष चट्टै पर्खिँदै आगो गर्छु होला। अब अहिले त गरिनँ, फेरि होला भन्दा देश छोडियो होइन। हुँदा नेपाल पनि छोडियो। अब मेरो उपाय छैन। अब डुबे म जस्तो भए पनि मेरा वचनले पाप काटोस्। सबैलाई राम्रो सम्झिन्छु मैले गर्नु। अब केही पनि सबै रह्यो, केही पनि गरिनँ। के गरेँ? मैले जन्माका नानीलाई खानापिना राम्रो गरेँ, कुटपिट नगरिकन कमाइ खेती तुल्याएर। त्यो त चराले पनि बच्चा पाल्छ। तपाईँले जे गर्नुभयो नि, जति दुःख गरेर आफ्ना छोराछोरीलाई आफ्ना ठाउँमा उभ्याउनु भयो, त्यही नै सबभन्दा ठुलो कुरो हो। अनि मैले गर्न सबै रह्यो, केही गरिनँ। के गरेँ? ती
नाना नानी त जसका पनि त आमाले गर्नुपर्छ, चराले पनि उड्ने नहुन्जेलसम्म चारो बोकेर खुवाउँछ भने त्यो त के कामै होइन। र पनि तपाईँले गर्नुभयो, मलाई जहाँसम्म लाग्छ तपाईँले गर्नुभयो। यति बेरसम्म तपाईँ र म गफ गरेँ, तपाईँले यो समय मलाई दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। भगवान्ले तपाईँलाई सधैँ हेरिरहनुहोस् र तपाईँको लामो आयु होस्, दुःख नहोस्, कहिल्यै दिएर खान पुगोस्, मागेर खानु नपरोस् भन्दै हजुरसँग बिदा माग्न चाहन्छु। हस्त म पनि त एउटा यो गर्छु नि त, छैन अब सबैले दुःख गर्नुभयो, मैले जसरी भए पनि यो गरिरहेछु, सबैलाई सम्झेको छ। कान्छा ज्वाइँले पनि अब मामासँग आधा आधी हेरचाह बराबरी चल्दैछ, टाढै भए पनि होइन। 2 वर्ष त उहीँ बसेँ। ठुला ज्वाइँलाई त अब जसरी उसकी आमालाई पालन पोषण गर्नु पर्थ्यो त्यसरी नै मलाई पालन पोषण गरेको छ। हरेक थोक अब मैले भने कि त मान्छेलाई भातले मात्रै हुँदैन भने चाहिँ कुरो सक्यो नि त होइन। सबैलाई सम्झेको छ। भतिजा भतिजी, क्यानाडा ठुलो भतिजो, माइला जेठाजुको माइला छोरा बुहारीले बाबुलाई राम्रो पालन पोषण गरेको छ। धन्यवाद, तिमीहरूको धर्म सधैँ राम्रो भइरहोस्। त्यहाँदेखि भएन, मलाई पनि सोधपुछ सन्च बिसन्च सबै हेरेको छ। माइलाले पनि जेठाजुले पनि हेर्नुभएको छ। साइली छोरीका माइला छोरालाई त झन् मुरी धन्यवाद, किनभने दुख बिमारमा गाडीमा हालेर हस्पिटल लानुपर्ने दिनमा पनि गरिराखेको छ र अरू दिनमा त झन् सोधपुछ दुख सुख हेरिराखेको छ। ल नाति भाइ समय निकालेर भ्याउ पनि छैन र पनि जस्तै गरेर पनि साइली छोरी भतिजीको माइलो छोरो कहिले पनि जहिले तेरो अझै बुद्धि थपेर ठुलो काममा वरण हुनु परोस्, रोग कष्ट नलागोस्। छोरो पनि ठुलो भएछ, नाति पनाति पनि। मेरा पनाति धेरै छन्, उपाय छैन त्यो अलिअलि होइन। भतिजापट्टिका नाता नाति त गर्न भ्याउँदिनँ पनि, मेरै 16 पुग्छन् अनि कति कौन थप्नु। र पनि धन्यवाद, सबैलाई सम्झेको छ। मेरा छोरा छोरी, बुहारी, जेठो छोरो, कान्छो छोरो त अस्ति आइकन त झन् साह्रो धेरै ज्ञानी भइरहेछ, फेरि आउँछु भन्दैछ। नाति पनि यतै आएर बस्न पाए हुन्थ्यो भन्छ। नानी डह्रो मान्छे चाहिन्छ, बस्ने होइन। बस्न गाह्रो हुन्छ, गाह्रो दिनुपर्छ। अलिकति भिसा पढाइको यो गरेर अलिक खुकुलो गरेर सरकारसँग हात मिलाएर आइज। छट्टै आउँदा चाहिँ पाल्नेलाई गाह्रो हुन्छ, काम लाउन, कामको तरपिज गर्न। पहिले काम मात्रै गरेर हुँदैन, पढाइ र काम मिलाउनु पर्छ भनेर त्यसलाई पनि धेरै अर्थी सिकाएँ। अहिले अलिक हो रहेछ क्या र भन्न थालिरहेछ। धेरै धन्यवाद, सबैलाई सम्झेको छ। अब महाभारत हुन्छ हौ जम्मै कुरा गर्दा पनि। आमामा यो हर्पेको घिउ हालेको बिर्को उघारे जस्तो भारी छ नि हौ दुःखका कुरा। तर म अब दुःख मैले खटिसकेँ। अब ईश्वरले मर्न सजिलो गराउन्, किनभने ज्वाइँ छोरीलाई चाहिँ धेरै टर्चर नहोस्, यति छ मेरो चाहिँ। अब चाहिँ खाना दिन्न भन्नु पर्यो छैन, खाना कति। अनि अन्तिममा तपाईँ माइली छोरीलाई पनि सम्झिरहनु भएको छ। माइली छोरीलाई त झन् आइ नै पुग्दिरहेछु, त्यो भेटै नहुने झन् साह्रो। भेट हुने त यहीँसम्म भन्छु नि। आमामा हिजो पनि फोन गरेर छैन म आउन सक्दिनँ, भेट हुन सक्दिनँ भन्थे। अब सिटिजन छैन होइन। मेरो सिटिजन भएपछि म आउँछु है भनिदिइरहेछु।
अनि जान सक्नुहुन्छ ठुली कान्छीहरू आउँछन् भनेपछि झन् औडा भइरहेछ नि त उसलाई ठुली कान्छी आउँछे भाइ नाति भ्याएर जसरी भए पनि हेर अमेरिकामा एकछिन पनि समय पाइँदैन काम गर्नै पर्छ पढ्नेले पढाइको काम डक्टरले डक्टरको काम अर्थो म्यानेजर गर्नेले म्यानेजरको काम यहाँ त आमामा नाम थोरै रहन्छन् सबै नाता नाति नाममा काम गर्दैछन् मैले देख्दा चाहिँ सजिलो देख्छु राम्रा लुगा लाएर जान्छन् राम्रै आउँछन् तर उनीहरूलाई त कमाउन गाह्रै होला किनभने मैले कमाउँदा गाह्रो थियो नि अनि उनीहरूलाई चाहिँ अहिले पनि गाह्रै होला अहिले नि उनीहरूलाई गाह्रै होला धन्यवाद हस् धन्यवाद भाइ नातिलाई नमस्कार